मान्य सदस्यहरू, प्रदेश सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। मान्य सदस्यहरू, मान्य मुख्यमन्त्रीज्यू, मान्य निवर्तमान मुख्यमन्त्रीज्यू, मन्त्रीज्यूहरू, मान्य सहयोद्धा, मान्य सदस्यहरू, हिजो प्रदेश सभाका सम्पूर्ण मान्य सदस्यहरूले मलाई सभामुखको रूपमा निर्वाचित गर्नुभयो, त्यसको लागि विशेष धन्यवाद छ। र म के निवेदन गर्न चाहन्छु, यो प्रदेश सभा हुन त हामीले 5 वर्ष कार्यकाल यो भन्दा अगाडि कम्प्लिट गर्यौं र दोस्रो कार्यकाल हामी सुरुवात गर्दैछौं। स्वाभाविक रूपमै हेर्दा यो सानो बिरुवा जस्तै हो र यो सानो बिरुवालाई केयरफुल ह्यान्डलिङको आवश्यकता छ, केयरफुल नर्सिङको आवश्यकता छ। हुन त हामी देख्छौं यो मध्य प्रदेश जो विगतका दिनमा पनि संहिताको लागि लडाई नभएको होइन, तर चाहिँ तपाईको यो प्रदेशले, यो प्रदेशकै आन्दोलनले मुख्य रूपमा संहिताको एउटा सूत्रगोचरको रूपमा चाहिँ डेभलप्ड भएको हामीले अनुभूति गर्छौं। त्यसकारण यसलाई फेरि पनि यो प्रदेश सभा छ, त्यसकारण हामी सबै छौं। प्रदेश सभा नभएको भए हामी चाहिँ हुन्थेनौं। त्यसकारण यसलाई संरक्षण गर्न, प्रवर्धन गर्न र यसलाई अझै मजबुत गर्न यो सबैको सक्रिय र सक्रिय इनर्जेटिक भूमिकाको आवश्यकता छ। त्यसकारण यसमा सबै हुन त हामी यो प्रदेश सभामा छौं र प्रदेश सभाको गरिमा यस्तो छ, नो वन इज एबोभ द प्रोभिन्स एसेम्ब्ली। कोही चाहिँ प्रोभिन्स एसेम्ब्ली भन्दा माथि कोही छैन। त्यसकारण यसको आफ्नै महत्त्व छ र गरिमा छ। यसलाई हामीले चाहिँ तपाईको निरन्तर यो गरिमालाई हामीले कायम गर्नेछौं, मर्यादित बनाउनेछौं। आफ्ना गतिविधिहरू मार्फत, आफ्ना व्यवहारहरू मार्फत, आफ्ना चाहिँ अभिव्यक्त गर्ने विचारहरू मार्फत हामी यसलाई चाहिँ मर्यादित बनाउने काम गर्छौं। हिजो मुख्य रूपमा सभामुख र उपसभामुख दुवैजनालाई निर्वाचित गर्नुभयो, त्यसको लागि सबैमा मुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, सर्वप्रथम म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई नेपालको संविधानको धारा 168 को 4 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम प्रदेश सभाको विश्वासको मत लिनको लागि प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। माननीय सभामुख महोदय, सर्वप्रथम सभामुख ज्यू र उपसभामुख ज्यू यहाँ निर्वाचन हुनु भएर आउनु भएको छ। म आफ्नो तर्फबाट र प्रदेश सरकारको तर्फबाट हार्दिक शुभकामना दिन चाहन्छौं। उहाँको कार्यकालको सफलताको पनि कामना गर्दछु। सभामुख महोदय, अहिले म विश्वासको मत लिनको लागि यहाँ रोस्टममा आइपुगेको छु। मेरो यहाँ उपस्थित 10 वटा दल र सबै मान्यज्यूसँग अनुरोध छ कि एक मत दिएर मलाई सर्वसहमतिबाट विश्वासको मत पाऊँ।
म योभन्दा अगाडि प्रदेश सभामा सभामुखको पनि काम गरिसकेको हो। म जुन तरिकाले सदन चलाएको छु, सबै दल सबै माननीयजीसँग मिलेर, प्रदेश सरकारसँग पनि मिलेर जुन तरिकाको मेरो भूमिका रह्यो, त्यो भन्दा पनि अझ राम्रो भूमिका प्रवाह गरी सरकार पनि चलाउने छु र पहिलाको सरकारको राम्रो कामलाई निरन्तरता दिने पनि मेरो प्राथमिकता पनि रहन्छ। सुधार गर्नुपर्ने कामलाई सुधार गरी राम्रो बनाउने कोसिस पनि म गर्छु। सभाको छलफल अनुसार अगाडि बढाउने प्रतिबद्धता पनि गर्न चाहन्छु। जस्तै योभन्दा अगाडि पनि मैले भनेको थिएँ कि सदन चलाउनुभन्दा अगाडि हामीसँग बिजनेस कतिवटा छ, म सबै दलका नेताजीहरू राखेर, सभामुखजीलाई राखेर, प्रदेश सभाका सचिवलाई राखेर पनि कुन तरिकाले प्रभावकारी हुन्छ, हामी यो विधेयकहरू कति दिनसम्म पास गर्छौँ, त्यो अनुसार लिमिट समयमा विधेयकहरू पास गर्ने र त्यो सबै विधेयकलाई नियमावली बनाएर इम्प्लिमेन्ट पनि गर्ने हामी काम गर्छौँ। र आउने दिनमा जनतालाई महसुस हुने गरी राम्रो योजना ल्याएर हामी विकास निर्माणको पनि काम गर्छौँ। सभा र सचिवालयको नेतृत्व गरेको हुनाले यसको मर्यादा र आवश्यकताबारे कुनै कमी नदिने पनि प्रतिबद्धता म व्यक्त गर्दछु। सबभन्दा बढी भ्रष्टाचार नियन्त्रणबारे ठोस कदम हाम्रो सरकारले चालिनेछ। आवश्यकता अनुसारको कानुन पनि निर्माण गर्ने र निर्माण भएका कानुनलाई आवश्यकता अनुसार संशोधन पनि गर्ने हाम्रो प्रयास रहन्छ। र काम गर्ने कर्मचारीहरूलाई उचित पुरस्कार र कामचोर कर्मचारीहरूलाई उचित दण्ड पनि दिने व्यवस्था हामीले राखेका छौँ। प्रदेश सभाका माननीय सदस्यहरूको मर्यादा उच्च कायम गर्ने पनि हाम्रो प्राथमिकता रहन्छ। जुन पनि प्रदेश सरकारको बजेट जान्छ निर्वाचन क्षेत्रहरूमा, त बिचौलियाहरूले त्यो अब काम गर्दैन। त्यहाँका निर्वाचित माननीयज्यूहरूको निगरानीमा उहाँहरूले तोकेको प्रतिनिधिको रोहबरमा अब काम हुनेवाला छ। अब बिचौलियाहरूबाट काम त्यो हुँदैन। र अन्तमा फेरि यहाँ उपस्थित सम्पूर्ण माननीयजीहरूसँग मेरो विनम्र अनुरोध कि एकजुट भएर विश्वासको मत मलाई दिनु। भोलिको दिनमा सम्पूर्ण विकासमा हामी साझा योजना बनाएर अगाडि बढ्नेछौँ। जहाँसम्म नीति तथा कार्यक्रम आउने बेलामा पनि हामी सबै दलका नेताहरू एकसाथ बसेर त्यसको नीति बनाउने र विकास योजनामा अगाडि बढाउने प्रतिबद्धता दिँदै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। माननीय सभामुखज्यू, माननीय सभामुखको अनुमतिले नेपालको संविधानको धारा 168 को उपधारा 4 र प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 को उपनियम 4 बमोजिम सभामा विश्वास मत लिन यो प्रस्ताव पेश गर्दछु। अब उक्त विश्वासको मत लिन प्रस्तावमाथि छलफल प्रारम्भ हुन्छ। छलफलमा बोल्नको लागि दलीय आधारमा मान्य सदस्यहरूको नाम प्राप्त भएको छ। मान्य सदस्यहरूले दलबाट प्राप्त समयअनुसार आफ्नो भनाइ राख्नु हुन अनुरोध गर्दछु। सर्वप्रथम म मान्य मन्त्री श्री सरोज कुमार यादवलाई अनुमति दिन्छु।
माननीय सभामुख महोदय, उपसभामुखज्यू, माननीय सदस्यज्यूहरू, देशमा सम्पन्न सत्ता व्यवस्था परिवर्तनको आन्दोलनमा ज्यानको उत्सर्ग गर्ने ती वीर शहीदहरूलाई पुनः म शब्द श्रद्धाञ्जली मार्फत उहाँहरूलाई सम्झिन चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण माननीयहरूमा नेकपा एमाले संसदीय दलको तर्फबाट नमस्कार र जुझारु अभिवादन गर्न चाहन्छु। आजको दिन इतिहासको पन्नामा बडा स्वर्णिम अक्षरले सजाइएर राखिनेछ। किन भन्दाखेरि हामी यो संहिताको अभ्यासमा आइसकेपछि हामी यो संहिताको अभ्यास गरिरहँदा दोस्रो कार्यकालका लागि, दोस्रो सरकारका लागि मध्य प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले विश्वासको मत माग्न दलहरूलाई अपिल गर्नुभएको छ। म नेकपा एमालेको तर्फबाट, नेकपा एमाले संसदीय दलको तर्फबाट विश्वासको मत दिन यहाँ उपस्थित हुँदा मलाई लाग्छ आज यो सदन ऐतिहासिक बन्नेछ। नेकपा एमाले निश्चय पनि आज संसदीय दलको बैठक बसेर यो सरकारलाई विश्वासको मत दिने निर्णय गरेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र यहाँहरू सबैलाई थाहा छ कि हामी कहिले हार्न नजान्ने, कहिले झुक्न नजान्ने वीर यो गोर्खालीहरूको देश र त्यसमा पनि विभिन्न प्रदेशहरूमध्ये सामरिक हिसाबले, पुरातात्विक हिसाबले, पर्यटनको हिसाबले, कृषिको हिसाबले हाम्रो यो प्रदेश गौरवको प्रदेश छ। र यो प्रदेशमा आज यहाँको सरकारले विश्वासको मत माग्दा र यहाँ उपस्थित हुँदाखेरि हाम्रो बीचमा तीनवटा विषय खडा भएको छ। नम्बर 1, हिजो भर्खरै मात्रै हामी यो सदनले नयाँ सभामुख पायौं, नयाँ उपसभामुख पायौं। यहाँ उपस्थित सम्पूर्ण माननीयज्यूहरूलाई नेकपा एमालेको तर्फबाट अपार बहुमतका साथ माननीय सभासदमा जित सुनिश्चित गरेर आउनुभएका माननीय रामचन्द्र मण्डललाई, नेकपा माओवादी केन्द्रका माननीय भरत प्रसाद शाहजीको प्रस्तावमा यहाँ अपार बहुमतका साथ उहाँ सभामुख निर्वाचित हुनुभयो। म नेकपा एमाले संसदीय दलको तर्फबाट उहाँलाई निर्वाचित गराउन हुने, उहाँलाई निर्वाचनमा मत दिनुहुने सम्पूर्ण माननीयज्यूलाई दलको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। मलाई विश्वास छ नेकपा एमाले जुन एउटा फलामे अनुशासनको पार्टी हो, यो पार्टीको सदस्य आज एकजना सदस्य हामी पार्टी सदस्यता विहीनको हैसियतमा हामी पुगेका छौं। माननीय सभामुखज्यू, आजबाट नेकपा एमालेको औपचारिक सदस्य नरहनुहोला। नेकपा एमालेलाई विश्वास छ यो सदनले खोजेको सभामुख, यो सदनले खोजेको हेडमास्टरको भूमिका सभामुखज्यूले निर्वाह गर्नुहुनेछ। त्यस्तै यो सदनमा नयाँ जोश, नवीन जागरका साथ मधेसमा चर्चाको शिखरमा झण्डै पुगेका तर परिणामले चौथो ठूलो दलको हैसियत बोकेको जनमत पार्टीका प्रतिनिधि मान्य सदस्य बबिता ईश्वरलाई नेकपा एमालेकै प्रस्तावमा यहाँ मान्य सदस्यहरूले अपार बहुमत दिएर उहाँलाई निर्वाचित गर्नुभएको छ। म पुनः पनि नेकपा एमालेको प्रस्तावमा
जो साथीहरू यहाँ बबिता कुमारी ईश्वर उपसभामुख जो निर्वाचित हुनुभएको छ, उहाँलाई मतदान गर्नुभएकोमा पुनः म हृदयदेखि हार्दिक धन्यवाद दिन चाहन्छु। र उहाँहरू सभामुख र उपसभामुख दुईटैले यो सदनको मर्यादा कायम राख्न, यो सदनको अनुशासन अविच्छिन्न राख्न उहाँहरूको भूमिका हर घडी मजबुत हुनेछ भन्ने विश्वास लिएको छु। दोस्रो, यो सदन चलिरहँदाखेरि यहाँहरू सबैलाई थाहा छ, अस्ति मात्रै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदाखेरि 74 जना नेपाली नागरिक दाजुभाइहरू अनाहक मृत्युवरण गर्नुभएको छ। म उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको परिवारमाथि गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। तेस्रो, आज यो सरकार विश्वासको मत लिन यहाँ उपस्थित हामी छौं। म यहाँलाई जानकारी के गराउन चाहन्छु, म बाटोमा आउँदै थिएँ, हाम्रा केही साथीहरूले आज प्रस्ताव राख्नुभयो, नेकपा एमाले यो मध्य प्रदेशमा पहिलोचोटि प्रथम दल बनेको छ। नेकपा एमाले प्रतिको जुन मधेसमा नकारात्मक चीजहरूको प्रचार गरिएको थियो, नेकपा एमालेको नेताप्रति, नेकपा एमालेको सिद्धान्तप्रति जुन खालको प्रचार गरिएको थियो, आज धेरै दिन पनि भएको छैन। मधेसको जनता, मधेसका न्यायप्रेमी जनता जुन आज यो सदनमा जुन आकारमा नेकपा एमालेलाई पठाएको छ, म उहाँहरूलाई धन्यवाद दिन चाहन्छु। र उहाँले मलाई भन्नुहुन्थ्यो कि तपाईँ यो सदनको, तपाईँको पार्टी सबभन्दा ठुलो दल हो, तर पनि तपाईँ यो सरकारको प्रमुखको तामा दाबी गर्नु भएन। हामीले उहाँलाई भन्यौं कि यही हो नेकपा एमालेको विशेषता, हामीसँग ठुलो छाती छ, हामीसँग सहकार्य गर्ने एउटा बानी छ। र आज त्यो बानीको हैसियतले यो सामरिक महत्व राख्ने जसपा नेपाल, नेपालको संघीयतामा अचूक योगदान दिने, अमूल्य योगदान दिने जसपा नेपालका संसदीय दलका नेता माननीय सरोज कुमार यादवलाई दलको नेताको हैसियतमा जुन उहाँको पार्टीले, जसपा नेपालले मुख्यमन्त्रीमा प्रस्ताव गर्नुभयो, नेकपा एमालेले समर्थन गर्नको निम्ति हामी एउटा ठुलो उदारता देखायौं। यहाँहरूलाई जानकारी के गराउन चाहन्छु त भन्दाखेरि, हाम्रो मित्र सरोज कुमार यादव नै हुनुहुन्छ, मुख्यमन्त्रीज्यू मेरो दोस्त पनि हुनुहुन्छ। म उहाँलाई उहाँको के अरे सुझावमा, उहाँको आग्रहमा नेकपा एमालेको 24 वटै संसदका सदस्य, मान्य सदस्यहरूको बीचमा मैले बैठक बसेँ, हामी बैठक बस्यौं र एक मना एकताका साथ यो सरकारलाई हामी विश्वासको मत दिने निर्णय गरेका छौं। तथापि यहाँहरूलाई भन्नै पर्छ कि वास्तवमा यो सदनमा नेकपा एमाले सरकारको नेतृत्व गर्ने हैसियत राख्थ्यो कि राख्दैन थियो, यो समीक्षाको विषय इतिहासले बनाउला। यहाँहरू सबैलाई थाहा छ, नेपालमा हुने वर्गीय आन्दोलनको नेतृत्व अरू कसैले होइन, नेकपा एमालेले गरेको छ। नेपालमा हुने व्यवस्था र सत्ता परिवर्तनको नेतृत्व नेकपा एमालेको अगुवाईमा भएको छ। नेपालमा हुने संघीय लोकतान्त्रिक गणतन्त्रको नेतृत्वमा हामी प्रमुख सारथीको रूपमा उपस्थित थियौं। प्रजातन्त्र प्राप्तिको आन्दोलन होस्, संघीयताको स्थापित गर्ने आन्दोलन होस्, भूमिमाथिको समान हकको आन्दोलन होस्, सामाजिक न्यायको आन्दोलन होस्, धर्मनिरपेक्षताको आन्दोलन होस्, वा सिंहको वामपन्थी नेतृत्वलाई, वामपन्थी आन्दोलनलाई नेतृत्व गर्ने विषय होस्, वा यो देशमा मधेसी अल्पसंख्यक दलित, मुस्लिम, थारू, आदिवासी जनजातिहरूको लागि आफ्नो आवाज नेकपा एमालेले कहिले कमजोर हुन दिएको छैन। त्यति मात्र हो र यो देशमा आधीभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला दिदीबहिनीहरूको अधिकारको विषयमा नेकपा एमाले निर्णायक भूमिका खेलेको यहाँहरूलाई सर्वविदितै होला। यसको प्रमुख नमुना त्यो देशको सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेकै प्रस्तावमा राष्ट्रपति हुनुभयो। त्यति मात्र होइन, हामी यहाँ सदन चल्दा चल्दै, हाम्रो हिजो सदन चल्दा चल्दै संघीय सरकारले आफ्नो मन्त्रीमण्डलको विस्तार गर्नुभयो। त्यो मन्त्रीमण्डलमा यहाँहरू सबैलाई थाहा छ कि परराष्ट्र मन्त्री, कृषि मन्त्री, महिला बालबालिका मन्त्री, हाम्रो 8 मा 3
क्याबिनेट स्तरको मन्त्री हामीले महिला समुदायबाट दियौँ र महिला दिदीबहिनीहरूलाई यो निवेदन गर्न चाहन्छौँ कि यो विषयमा तपाईँको हामी नेकपा एमाले बडा दृढ छौँ, बडा क्लियर छौँ, बडा आत्मसमर्पित छौँ। त्यति मात्र होइन, कालखण्डमा राष्ट्रिय अखण्डता र राष्ट्रियताको पक्षमा जुन आन्दोलनहरू भयो, यहाँहरू सबैलाई थाहा छ कि हाम्रै मुलुक लिम्पियाधुरा, लिपुले, कालापानी जस्ता मुलुक वर्षौंदेखि हाम्रो मातहतमा थिएन, कसैले बोल्न पनि पाएको थिएन। त्यो विषयलाई, त्यो हाम्रो भूमिलाई नेपालको नक्सामा समेटिएर हाम्रै नेतृत्वमा यसलाई हामीले सार्वजनिक गर्ने काम गरेका छौँ, नक्सा प्रकाशन गर्ने काम गरेका छौँ। त्यसो भए कारणले गर्दा यी सबै चिज, यी सबै गुणहरू हामीसँग हुँदा हुँदै पनि आज यो संहिताको स्थापनामा, त्यति मात्र होइन, नेपालको प्रजातन्त्रको आन्दोलनमा, त्यति मात्र होइन, नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा जसपाले खेलेको भूमिकालाई सराहनीयता दिँदै, उहाँलाई समर्थन गर्दै, उहाँलाई धन्यवाद दिँदै हामी जसपाका संसदीय दलका नेता माननीय सरोज कुमार यादवलाई मुख्यमन्त्री बनाइसकेपछि उहाँको सरकारलाई, उहाँको नेतृत्वमा रहेको मध्य प्रदेशको सरकारलाई विश्वासको मत दिने निर्णय गरेका छौँ। म यहाँलाई जानकारी गराउन चाहन्छु कि खास गरी यो विषयहरू हामी उहाँलाई नै विश्वासको मत दिनुको पछाडि पनि केही कारणहरू छ कि यो देशमा, यो प्रदेशमा विगतमा भएका त्रुटिहरू र विगतमा भएका राम्रा पक्षहरू, विगतमा भएका त्रुटिहरूलाई सच्याउँदै, विगतमा भएका राम्रा विकासका नमुना चिजहरूलाई संस्थागत गर्दै उहाँले अगाडि बढाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ। त्यति मात्र होइन, हाम्रो नेपालमा सबैभन्दा बढी विदेशी जाने, खाडी मुलुक जाने प्रदेशको रूपमा कुनै प्रदेश छ भने त्यो मध्य प्रदेश हो। हाम्रो नेपालमा नागरिकता प्राप्त गरेको, हाम्रो प्रदेशमा नागरिकता प्राप्त गरेको भोलिपल्ट मात्रै देखि नै तपाईँको विदेश जाने, खाडी मुलुक जाने तयारीमा हाम्रो दाजुभाइहरू जुट्ने गरेको छ, हाम्रो युवाहरू जुट्ने गरेको छ। म मुख्यमन्त्रीजीलाई, यो सरकारको नेतृत्व गरिरहने यो दललाई म निवेदन गर्न चाहन्छु कि तपाईँले यो जिम्मेवारी सम्हालिसकेपछि यो चिजमा कमसे कम हरास होस्, विदेश जाने, खाडी मुलुक जाने चिजहरूमा नियन्त्रण होस्, नेपालमा स्वरोजगारको स्थापना गरौँ, नेपालमा उद्योगको स्थापना गरौँ, यो हाम्रो मध्य प्रदेश केन्द्रित उद्योगहरूको स्थापना गरौँ र यसमा सबै मान्यजहरू, सबै दलहरूले उहाँलाई समर्थन गर्छौँ भन्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौँ। र यति मात्र होइन, नेपालमा यहाँ सबैलाई थाहा छ, नेपालमा यो प्रदेश, मध्य प्रदेश, यहाँ सबैभन्दा समस्या भनेको महिला दिदीबहिनीहरूको सुरक्षाको विषय हो। यो विषयमा यो सरकारले सफलता प्राप्त गर्छ भन्ने विश्वासको हिसाबले यो सरकारलाई नेकपा एमाले विश्वासको मत दिन यहाँ उभिएको छ। त्यति मात्र होइन, हामीले चाहे जतिको सडक पूर्वाधार विकास गर्न सकेका छैनौँ, हामीले चाहे जतिको इन्फ्रास्ट्रक्चरको विकास गर्न सकेका छैनौँ, हामीले चाहे जतिको मध्य प्रदेशमा कृषि योग्य भूमि छ तर हामी सिँचाइको व्यवस्था गर्न सकेका छैनौँ, हामी मल खादको व्यवस्था गर्न सकेका छैनौँ, न्यायप्रेमी किसानलाई हामीले न्याय दिन सकेका छैनौँ। त्यसो भए कारणले गर्दा यो सरकारमाथि नेकपा एमालेको विश्वास भएरै म संसदीय दलको हैसियतबाट, नेकपा एमालेको तर्फबाट यो सरकारलाई यहाँ विश्वास दिन उपस्थित भएको छु, विश्वासको मत दिन उपस्थित भएको छु। म फेरि पनि के आग्रह गर्न चाहन्छु त भन्दाखेरि, एउटा न्युज बन्द रहेछ, हरेक प्रदेशको सदरमुकाम त ठिकै छ, अन्य प्रदेशको त होस्, तर जनकपुरबाट श्रम स्वीकृति सुरु भयो भन्ने न्युज बन्छ। म त भन्छु मुख्यमन्त्रीजी यो न्युज नै नबनोस्। श्रम स्वीकृति लिन नेपाली युवाहरू, मधेसी युवाहरू किन अफिस धाउनु पर्यो? यसमा बडा गहनताका साथ, बडा मेहनतका साथ, बडा प्रतिबद्धताका साथ यो सरकारको नेतृत्व गर्ने मुख्यमन्त्री मान्य सरोज यादवजीले उहाँले पहल गर्नुहुनेछ, मलाई विश्वास छ। यो सरकारमा सम्मिलित विभिन्न मन्त्रीज्यूहरू, यो सरकारमा सम्मिलित सहयोगी दलहरू सबैलाई निवेदनका साथ अनुरोध गर्न चाहन्छु कि यो सरकारले आज यहाँबाट जुन विश्वासको मत प्राप्त गर्छ, यो गरिसकेपछि जब यो सरकारले पूर्णता लिन्छ, एउटै मिसन, एउटै भिजन, एउटै उद्देश्य हाम्रो हुन्छ कि हामी आफ्नो शिरमाथि नेपाललाई राख्छौँ, हामी आफ्नो शिरमाथि मध्य प्रदेशलाई राख्छौँ, प्रदेशको स्वार्थमा मात्रै हामी काम गर्छौँ, दलको स्वार्थमा होइन, व्यक्तिको स्वार्थमा होइन,
व्यक्तिको चाहनामा होइन, समग्र मधेसको समृद्धिको लागि यो सदन काम गर्नेछ र समग्र मधेसको समृद्धिको लागि, समग्र मधेसी जनताको उत्थानको लागि, समग्र मधेसी जनताको कल्याणको लागि यो सरकारले काम गर्नेछ भन्ने विश्वास लिएको छु। र यही मानेमा माननीय मुख्यमन्त्री ज्यूले प्रस्ताव गरेको विश्वासको मतमा माननीय सभामुखज्यूको अनुमतिले नेपाल सरकारको त्यसो भए कारणले गर्दा फेरि पनि भन्न चाहन्छु कि हामीले यो विश्वासको मत दिइरहँदा एउटै चिज सरकारलाई घचघचाउन चाहन्छु कि यो सरकारमा सम्मिलित अहिले नेकपा एमाले पनि छ। तथापि यहाँ माननीय यो सदनमा उपस्थित सम्पूर्ण प्रतिष्ठित राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, नेकपा एमालेलाई सत्ता त्यति प्यारो होइन। अहिले हामी सत्तामा छौं, मधेस सरकारको मा हामी सम्मिलित छौं, तथापि यो रोस्टमबाटै यहाँ विश्वासको मत दिँदै विश्वासको मत त दिइसक्यौं, यो दिइराख्दा नै हामी एउटा उद्घोष गर्न चाहन्छौं कि हाम्रो मुख्यमन्त्रीज्यूले हामीलाई कन्भिन्स गरेको, हामीलाई भनेको, हामीलाई विश्वासमा लिन उहाँले जुन आफूले आफ्नो प्रस्तुति राख्नु भएको छ त्यो सबै चिजमा दृढ उभिनुहुन्छ भन्ने विश्वासका साथ नेकपा एमाले संसदीय दलको 24 वटा संसदको तर्फबाट यो सरकारको नेतृत्व गर्ने, यो सरकारको नेतृत्वकर्ता माननीय सरोज कुमार यादवजीको नेतृत्वमा रहेको सरकार र उहाँ मुख्यमन्त्री रहेको सरकारलाई विश्वासको मत दिन्छु। यो प्रतिबद्धताका साथ यहाँबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। धन्यवाद। अब माननीय श्री कृष्ण प्रसाद यादवलाई समय दिन्छु। माननीय सभामुखज्यू, आज यो मध्य प्रदेश सरकारको विश्वास लिने दिनमा मुख्यमन्त्रीज्यूले आफ्नो प्रस्ताव राख्नुभयो। त्यही क्रममा नेपाली कांग्रेस को संसदीय दल को नेता को हैसियतले मैले पनि आफ्नो कुराहरू राख्न पाएको छु। निश्चित रूपमा नेपाली कांग्रेस को इतिहास यहाँहरूको अगाडि हामीले भन्न पर्दैन, किनभने नेपाली कांग्रेस यो देशको सबभन्दा पुरानो पार्टी, विश्वले मान्यता दिएको पार्टी। नेपाली कांग्रेस को इतिहास 2017 साल, 2007 साल, 17 साल, 36 साल, 46 साल, 63 साल र संविधान 2072 सालमा संविधान जारी गरेको वखतसम्म नेपाली कांग्रेसले नेतृत्व गर्दै आएको पार्टी हो। आजसम्म जति पनि परिवर्तन भएको छ, सब परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको छ। यद्यपि नेपाली कांग्रेससँग अन्य पार्टीका साथीहरू, नेताहरूले पनि सहयोग गरेका छन्, तर नेपाली कांग्रेस यस्तो पार्टी हो, नेपाली कांग्रेसको यस्तो सिद्धान्त हो जुन कि विगतका दिनमा, विगतका गत संघीय सरकारलाई पनि हामीले नजिकबाट हेर्न सकिन्छ। केपी ओलीको सरकार 3.5 वर्षको सरकार एउटा
तनासाहीको एउटा उच्चतम प्रकाष्ठमा पुगिसकेको सरकार, कम्युनिस्टहरूको जुन गठबन्धन भएको थियो वाम गठबन्धन, त्यो गठबन्धनमा निर्वाचन चुनाव लडेर सरकार चलाइरहेको सरकार आफ्नै बीचमा गठबन्धनका उहाँकै दलबाट फुटेर त्यो सरकार हाम्रो नेपाली कांग्रेसको केन्द्रीय सभापति पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई आफै प्रस्ताव लिएर गएर उहाँलाई सरकार के अरे प्रधानमन्त्रीमा आग्रह गरेर नियुक्त गर्नुभएको थियो। यो हामीले धेरै बुझाइराख्नुपर्ने जरुरी छैन। नेपाली कांग्रेस कहिले पनि सत्ताको पछाडि गएको छैन। नेपाली कांग्रेस जहिले पनि परिवर्तनको लागि आफ्नो बलिदान दिएको छ। नेपाली कांग्रेस का हाम्रा पूर्वज नेताहरू 10 वर्ष 15 वर्ष 16 17 वर्षसम्म जेल बसेका छन्। आफ्नो जिन्दगी निर्वासन जिन्दगी भारतमा विदेशमा बिताएका छन्। यो इतिहास सर्वविदित छ। यो इतिहासलाई हामी भुल्नु हुँदैन। नेपाली कांग्रेसको बारेमा हामी भन्दाखेरि नेपाली कांग्रेस आफूलाई एउटा जिम्मेवार एउटा गार्जियनको रूपमा यो देशलाई मानेको छ। जो जिम्मेवार व्यक्ति जो गार्जियन हुन्छ कुनै घरको, त्यो सबभन्दा पहिला आफ्ना घरका नागरिक आफ्ना घरका सदस्यहरूलाई पहिला व्यवस्थापन गर्छ, त्यसपछि मात्रै गार्जियनले खाना खान्छ वा अन्य कुनै चिज उपभोग गर्छन्। यो हाम्रो व्यवहारिक कुरो हो। त्यसले गर्दा मैले अरू धेरै कुरा भन्दिन। आज विगतको दिनमा विगतको संघीय सरकारमा नागरिकता विधेयक तड्कारो समस्या हाम्रो टाउकोमा छ। लाखौं नेपाली नागरिकहरू नागरिकताबाट वञ्चित छन्। लाखौं नेपाली नागरिकहरू सामाजिक अधिकार, आर्थिक अधिकार, सांस्कृतिक अधिकार, प्रशासनिक अधिकारबाट वञ्चित छन्। त्यो कसको कमी कमजोरीले गर्दा आज त्यो नागरिकता विधेयक राष्ट्रपतिको टेबलमा थन्किया छ, यो पनि हामीले विचार गर्नुपर्ने कुरा छ। आज हामी जनताको सामने, नेपाली नागरिकको सामने, मधेसको नागरिकको सामने आज हामी खडा हुँदाखेरि निमुखा जनताहरू जसको आज नागरिकता नभएर आज पढ्न पाएको छैन, आज कलेजमा नामाङ्कन गर्न पाएको छैन, आज हामीले सरकारले दिएको सुविधाहरू तपाईको वृद्धा पेन्सन या अन्य सुविधाहरू पाएका छैनन्। यस्ता कुराहरूमा हामी खेलवाड गरेका छौं। यसको पनि हिसाब किताब नेपालीले जनताले देला मलाई विश्वास छ। आदरणीय साथीहरू, म धेरै यस सम्बन्धमा भन्न चाहन्न। आज हाम्रो मुख्य उद्देश्य भनेको यो सरकारलाई विश्वासको मत दिनको लागि आज जुन के अरे आग्रह गर्नुभयो मुख्यमन्त्रीज्यूले, त्यस सम्बन्धमा हामीले आफ्नो कुरा राख्नेछौँ। निश्चित रूपमा आज हामी मधेस प्रदेश बनाउने जिम्मेवारी बोकेर आएका छौँ। यहाँका नागरिकले पनि हामीलाई त्यस्तै म्यान्डेट दिएको छ। हाम्रो पनि चाहना हो मधेस प्रदेश सबल र समृद्ध होस्। यहाँ धेरै सम्भावनाहरू छन्, हामी यसलाई नजरअन्दाज गरिरहेका छौँ। नेपाली जनताको मत नेपाली कांग्रेसलाई दोस्रो दलको हैसियतमा राखिएको छ। तर गठबन्धनका सरकार बनाउन पर्याप्त गृहकार र सावधानी पुर्याउन नसक्दा केवल सत्ताको राजनीतिमा यो पटक पछि परेका मात्रै हौं। हामी उच्च नैतिक बलका साथ दाबी गर्न सक्छौं कि निर्वाचनको बेला एउटा गठबन्धन र एउटा बचाबन्धन गरेर जाने, तर निर्वाचनपछि अर्को बाटो हिँड्ने बेइमानी हामीबाट कम्तीमा हुन सक्दैन भन्ने म विश्वास दिलाउन चाहन्छु। नेपाली कांग्रेसले सरकारलाई मूल्याङ्कन गरिरहनेछ
जनताप्रति जवाबदेही बनाउने जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गरिरहनेछ। राष्ट्रिय प्रादेशिक राजनीति र जनसाँचोको विषयमा नेतृत्वदायी अग्रसरता लिइरहनेछ। हामी प्रतिपक्षको भूमिका निर्वाह गर्छौं। हाम्रो यो सरकारको राम्रो नराम्रो काममा सहयोग गर्नेछौं, नराम्रो काममा हामी विरोध गर्नेछौं, असहयोग गर्नेछौं। हाम्रो सकारात्मक र रचनात्मक भूमिका रहनेछ र हाम्रो चाहना छ कि यो सरकारले यो मधेसमा एउटा मधेसको मुख अनुहार फेरोस् भनेर हाम्रो चाहना छ। त्यसमा हामी यो सरकारलाई केवल विश्वासको मत हामी दिन चाहन्छौं। हाम्रो दलले निर्णय गरेको छ, हामीले दिएको विश्वास मतको पूर्ण रूपमा उपयोग गर्दै नवनियुक्त सरकारले सहमति र सहकारमा प्रदेशलाई समृद्ध बनाउने अभियान अगाडि बढाउनेछ। हिजो सदनमा कमिसन र भ्रष्टाचार सम्बन्धमा विगतको सरकार बारे उठेको जनगुनासोलाई नवगठित सरकारले त्यस्ता कार्यहरूलाई इमानदारीपूर्वक सच्याई निष्पक्ष ढंगले अगाडि बढ्नेछ भन्ने विश्वास लिएका छौं र यसैको आधारमा हामी आफ्नो भूमिका प्रतिपक्षको भूमिकामा रही विश्वासका मत हामी दिएका छौं र यो विश्वासको मत यो सरकारले पनि विश्वासको मतलाई सम्मान गर्नेछ भन्ने आशाका साथ हामी यहाँबाट बिदा हुन्छौं। धन्यवाद। जय नेपाल। धन्यवाद। अब मान्य श्री लालबाबू रावज्यू। माननीय सभामुख महोदय, सबभन्दा पहिले म माननीय सभामुख र उप सभामुखज्यूलाई बधाई दिन चाहन्छु, शुभकामना दिन चाहन्छु र म हिजो अलिकता भन्नुपर्ने कुराहरू नआएकोले म अलिकता केही कुराको स्मरण गराउन चाहन्छु। त्यो हो कि शपथ ग्रहण गरेपछि माननीय सभामुखज्यू को दायित्व अब पार्टीको रहेन। अब उहाँको जिम्मेवारी यो सभालाई निष्पक्ष र इमानदारीका साथ सञ्चालन गर्नु हुनेछ भन्ने म विश्वास लिएको छु र म मान्य सभामुखज्यूलाई बधाई शुभकामनाको साथसाथै अहिले भर्खरै नेपाली कांग्रेसका संसदीय दलका नेता माननीय कृष्ण यादवजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब सत्ता पक्ष र प्रतिपक्ष रहेन र आजको आवश्यकता यही हो जुन चाहिँ नेपाली कांग्रेस बुझेर अहिले चाहिँ जसपा नेतृत्वको सरकारलाई समर्थन गरेको छ। यसको लागि विशेष म धन्यवाद दिन चाहन्छु। मैले सुरुका दिनमा यो सदन आइसकेपछि बधाई शुभकामना दिँदाखेरिको समयमा मैले भनेका थिएँ कि अहिले धेरैजनाले धेरै किसिमका आफ्ना इतिहासका पन्नाहरू पल्टाए। म पन्नामा जान चाहन्न। म यही भन्न चाहन्छु कि अहिले वर्तमान संविधान जो हाम्रो सामुनेमा छ त्यो संविधानका अनुसूचीमा रहेका अधिकारहरू प्राप्त गर्नमा
यो सदनभित्र रहेका सम्पूर्ण माननीय ज्यूहरूलाई म विनम्र अनुरोध गर्न चाहन्छु कि अहिलेसम्म यो मध्य प्रदेशका सरकारले निर्माण गरिसकेको बनाइसकेको प्रहरी ऐन, प्रदेश निजामती सेवा ऐन, त्यस्ता थुप्रै अधिकारका ऐनहरू कार्यान्वयन गर्न संघीय सरकारबाट म नाम लिएर भन्न चाहन्न। अहिले आवश्यकता छ एकताबद्ध भएर अगाडि बढ्नको लागि। संविधानमा भएका अधिकार यो हाउसको जिम्मेवारी आज छ। त्यो जिम्मेवारी भनेको हामीलाई हुन त विकासका केही निर्माणका गोडेटो हामी तयार गरेका छौं, त्यसलाई अझ बढी चौडो पार्दै मोटर गुड्ने बाटो बनाउन आजको आवश्यकता छ। मलाई विश्वास छ कि हिजोका दिनमा जब मैले यही सदनबाट शपथ लिएर गाडी प्रयोग गर्दा, कार्यालय प्रयोग गर्दा मसँग चढ्ने गाडी राम्रो थिएन, तर त्यो आवश्यकता आजको मुख्यमन्त्री र मन्त्रीज्यूहरूलाई हुँदैन होला। मैले शपथ लिएर अफिसमा जाँदाखेरि मलाई बस्ने कार्यालय थिएन। त्यो कार्यालय अहिलेको मुख्यमन्त्री मन्त्रीज्यूलाई पर्दैन होला। र मलाई थाहा छ कि हामी करिब 24-25 जना पहिले जितेर आइसकेका मान्यज्यू पनि यो सदनमा छौं। ती मान्यज्यूहरूलाई पनि थाहा छ कि अहिले जुन किसिमका अवस्थामा हामी यहाँ बसेका छौं त्यो पनि त्यो बेला थिएन। हामी एक स्टेप अगाडि बढ्नुपर्ने आवश्यकता छ। त्यो एक स्टेप अगाडि बढ्नको लागि आज हामी एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ। हामी राजनीति कुनै निश्चित रूपमा म एउटा पार्टीको नेता हुँ, त्यसको विचार सिद्धान्तलाई मैले चाहिँ उसको वकालत गर्नु, उसको पक्षमा एडभोकेसी गर्नु यो मेरो जिम्मेवारी पनि हो पनि। तर यहाँ सदनमा आइसकेपछि, सदनमा यो सरकारको शपथ लिइसकेपछि अहिले यो प्रदेश बनाउने, समृद्ध मधेस, सुखी मधेसी, जुन संघीय सरकारको तत्कालीन संघीय सरकारको जुन एउटा सिद्धान्त, एउटा ल्याएको एउटा कन्सेप्ट, समृद्ध नेपाली सुखी, के अरे समृद्ध नेपाल सुखी नेपाली, अहिले आवश्यकता यहाँ छ। यदि हामी, मैले अहिले पनि स्पष्ट रूपले यसमा मलाई सुझाव पनि छ र म अहिले यहाँको ध्यान पनि आकर्षित गराउन चाहिराखेको छु। त्यो के हो भने आज यहाँ गुणगान पार्टीको गाउने हो भने मैले हेरेको छु सबै मुख्य के अरे प्रधानमन्त्रीज्यूहरूलाई, कसको के भूमिका छ मैले हेरेको छु। र यो गुणगान गायो भने तपाईले यो रोडको हवलदारले टेर्दैन, यो ध्यान दिनुपर्ने आजको आवश्यकता छ। यसलाई सबै हामीले बुझ्नुपर्ने आवश्यकता छ। हामी आफ्नै पार्टीको गुणगान गाउँ, मलाई कुनै किसिमको त्यसमा आपत्ति छैन, तर मैले आफूले भोगेको कुरा, आफूले अनुभव गरेको कुरा, कुनै गल्लीमा कुनै महिलासँग अभद्र व्यवहार हुँदा, कुनै कहीं घटना घट्दा सदनमा कुरा उठ्छ, उठाइन्छ, राखिन्छ, मान्यज्यूहरू राख्नुहुन्छ, तर तपाईले भन्ने एसपीले तपाईको कुरा सुन्दैन। त्यो यो गुणगान गाएर, इतिहास बताएर के हुने कुरा हो र? बताउनुस् इतिहास, गुणगान गाउनुस्, तर मञ्चमा भोट लिने बेलामा गाउनुस्। यहाँ अधिकार कसरी प्राप्त हुन सक्छ त्यसको चाहिँ एडभोकेसी गर्नु आजको आवश्यकता यो, आजको आवश्यकता यो हो। मैले गएको पनि थिएँ, मलाई लाग्छ अहिले तत्कालीन योभन्दा पहिलेको निवर्तमान सामान्य प्रधानमन्त्री शेरबहादुर देउवा म गएँ। त्यो भन्दा पहिले गृह 7वटै प्रदेशको गृहमन्त्रीहरूको सभा गरेर, भेला गरेर
जनकपुर घोषणा पत्र जारी गराए। मैले भने सरकार भनेको यो विकासको युनिट होइन, सब सरकारलाई केही रकम दिएर योजना बनाउनुस् र योजना गरेर विकास गर्नु। त्यो संघले पनि गरिरहेछ, अहिले स्थानीय तहका पनि गरिराखेका छन्। त्यो भन्दा फरक हुनुपर्छ, त्यो भन्दा अलग किसिमका हामीले आफ्नो सोच लिएर जानुपर्छ। अहिलेको सरकारको आवश्यकता यही हो कि संविधानमा प्रदेशको अधिकारका सूचीमा रहेका अधिकारलाई कसरी प्राप्त गर्ने, त्यो हो महत्त्वपूर्ण कुरा। त्यो कसरी हामी प्राप्त गर्ने भन्ने लाग्छ। मञ्चमा बस्नुस्, पार्टीको भेलामा गएर लामो लामो भाषण गर्नुस्, मलाई केही लिनु दिनु छैन। तर सदनमा कुरा गर्दाखेरि जिम्मेवारीका साथ हामी अगाडि बढ्नुपर्छ। संविधानमा जुन प्रदत्त अधिकारहरू छन् त्यो अधिकार प्राप्तिको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छ। यो आजको आवश्यकता हो, यो आजको आवश्यकता हो। यही गुणगान हामी गाउँदै गयौँ भने 5 वर्ष फेरि पनि केही न दिनेवाला कोही छ न कोही चाहिँ हामीलाई गर्नेवाला छ। फेरि एउटा हवलदारको सरुवाको लागि गृहमन्त्रीलाई, अहिले तत्कालीन गृहमन्त्रीलाई चाकरी गर्नुपर्छ हामी सबैलाई। प्रदेश, यो मधेस प्रदेश प्रहरी ऐन ल्याउँदा मैले पीडा भोगेको छु। सिधै गृह मन्त्रालय र सम्बन्धित निकायबाट फोन आउँछ, त्यो विधेयक बढाउनु छैन, त्यहाँबाट रोकिन्छ। तपाईँ कल्पना गर्नुहोस् कि त्यो विधेयकलाई कसरी सबै चाहिँ काठमाडौँबाट आउने सचिवहरूको विधेयक प्रमाणित गर्ने अगाडि बढाउने रहन्छ। त्यो कसरी ल्याएका होला त? कति मित्रहरू पनि भन्नुहुन्छ कि हाम्रा यो ऐन बनाए कार्यान्वयन भएन। 2076 साल माघ 28 गते सम्मानीय राष्ट्रपतिज्यूबाट हामी ऐन बनाइसकेपछि ऐन प्रमाणित पनि भइसकेको छ। त्यो कसले रोकेको छ? ध्यान त्यहाँ पुग्नुपर्छ। मान्यज्यूहरू, माननीय सभामुखज्यू मार्फत म अनुरोध गर्न चाहन्छु, ध्यान त्यहाँ पुग्नुपर्छ। हाम्रो प्रदेशले एकमात्र प्रदेश हो, प्रदेश निजामती सेवा ऐन त्यस्तो राम्रो ऐन कुनै पनि प्रदेशले बनाएको छैन हालसम्म। त्यो हामी बनाइसकेका छौँ। तर कति सचिव सरुवा त्यहीबाट गर्ने, प्रमुख सचिव त्यहीबाट गर्ने, कर्मचारी त्यहीबाट गर्ने। यो लीलाखिला हुँदैछ, यो किसिमको गतिविधि संघबाट हुँदैछ, संघीयता समाप्त गर्ने विभिन्न किसिमका षड्यन्त्र हुँदैछ। यसको लागि कसले एडभोकेसी गर्ने? मान्यज्यूहरू इतिहास बताउनुहोस्, पढाउनुहोस्। हामी पढ्छौँ तपाईँको पार्टीको इतिहास, तपाईँको योगदानको चर्चा गर्छौँ। तर यो सरकारलाई सरकार बनाउनको लागि प्रहरी र प्रशासन तपाईँले ल्याउनै पर्छ र हामी तपाईँ, म त्यसमा एउटा मेम्बर भएर अगाडि बढ्छु। अहिले यो विश्वासको मत दिँदाखेरि अहिले मुख्यमन्त्रीजीलाई भन्छु, तपाईँ लिड गर्नुहोस्। त्यो लिड गएर हामी जाउँ, सम्बन्धित निकायमा भनौँ। मैले त साहस गरेर आधै दर्जन भन्दा बढी अहिले सर्वोच्च अदालतको संवैधानिक बेन्चमा पनि छ। तपाईँहरूलाई अर्को पनि कुरा भन्छु, धेरै जसो माननीय मुख्यमन्त्रीहरू भन्नुहुन्थ्यो पीडा रुममा बस्दाखेरि पीडा उही हुन्थ्यो। म पीडा सुनेको छु, एकदम रुँदै कराउँदै के भन्ने, यो सरकार भनेको यस्तै हो र? प्रधानमन्त्रीहरूले बोलाएको अन्तर प्रदेश परिषदको बैठक, समस्या समाधानको लागि बोलाएको बैठकमा थुप्रै कुराहरू हुन्थ्यो, पीडाहरू व्यक्त गर्नुहुन्थ्यो, संविधानका अनुसूचीहरू ल्याएर हेराउनुहुन्थ्यो तत्कालीन सम्मानीय प्रधानमन्त्रीज्यूहरूलाई। हेर्नुहोस्, यहाँ अधिकार छ, तर व्यवहारमा छैन। तर व्यवहारमा आजको बैठकले जुन किसिमले अहिले एकमत भएर सरकारका मुख्यमन्त्रीलाई आफ्ना अभिमत जाएर एकता प्रदर्शन गर्नको लागि जसरी हामी अहिले दिएका छौँ, यो एकता अधिकार प्राप्तिको लागि हो। म त आश्चर्य मान्छु, संविधानको अनुसूचीमा साझा सूचीका अधिकारहरू पनि छ, तर ऐन बनाउँदाखेरि कहिले पनि प्रदेश र स्थानीय तहसँग सोधिँदैन।
म प्रत्येक पटक भन्ने गर्छु, मुख्यमन्त्रीहरूको बैठकमा, प्रधानमन्त्रीले बोलाएको बैठकमा भन्ने गर्छु कि सरकार भनेको विकास इकाइ होइन, युनिट होइन। सरकार भनेको सरकार हो जससँग प्रहरी र प्रशासन हुनै पर्छ, जसले आफ्ना क्षेत्र प्रदेशभित्र भएका गतिविधिहरूलाई नियन्त्रण गर्नको लागि, कारवाही गर्नको लागि उसँग अधिकार हुनै पर्छ। आदेश अर्को ठाउँबाट लिने अनि सरकार भनिने। आजको बैठकमा मेरो मात्र सुझाव छ, गुणगान बैठकमा गाउनु पर्छ, किनभने आवश्यकता त्यहाँ छ, यहाँ छैन। यहाँ एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ। म गएँ, सामान्य प्रधानमन्त्रीसँग बैठक गरेँ। मलाई लाग्छ कि त्यसमा हाम्रो तत्कालीन गृह तथा सञ्चार मन्त्री माननीय भरत शाहजी हुनुहुन्थ्यो। यही प्रधानमन्त्री, अहिलेको वर्तमान प्रधानमन्त्री नै लिड गरेर लग्नुभयो। मान्य अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालजी लग्नुभयो। माधव नेपालजी हुनुहुन्थ्यो। सबैसँग भेटे, सबैसँग छलफल, डिस्कसन, डिबेट गरे। उहाँ पनि भन्नुहुन्थ्यो म गर्छु। यहाँ आएर धरना पनि बसियो। संविधानको कार्यान्वयन गराउनको लागि एउटा सरकारले धारणा बस्छ भने त्यो भन्दा लज्जास्पद के हुन सक्छ? त्यसैले मित्रहरू, मान्यज्यूहरू, यो एकताबद्ध अधिकार प्राप्तिको लागि पनि होस्। मैले भन्ने पनि गरे जे यो सरकारको भूमिका समन्वय र सहकार्यमा हुनुपर्छ। बडो खुसी लाग्यो आज। र मैले नेतृत्व गर्दाखेरि करिब करिब अलमोस्ट 5 वर्ष 2074 फागुन 3 गतेदेखि लिएर 2079 पुष 29 गतेसम्मको मेरो अनुभवलाई कुरा गर्दा मलाई खुसी लाग्छ कि अहिले पनि यहाँ बसिराख्नु भएका तत्कालीन संसदीय दलका नेता माननीय राम सरोजी, तत्कालीन त्यो बेलाका माननीयजीहरू, मलाई खुसी लाग्छ। कहिले पनि मैले चाहिँ अनौठो फिल गरेन। चाहे प्रहरी ऐन ल्याउँदाखेरि एक स्टेप अगाडि बढेर चाहिँ उहाँ समर्थन गर्नुहुन्थ्यो। तत्कालीन अन्य मान्यज्यूहरू जो चाहिँ सदनमा हुँदाखेरि मलाई गर्व लाग्थ्यो, खुसी लाग्थ्यो। तत्कालीन सत्यनारायण मण्डलजी पनि हुन्थ्यो। अहिलेको माननीय सभामुखजी पनि त्यो बेला हुनुहुन्थ्यो। केही समय नेकपा माओवादीका संसदीय दलका नेता हुँदाखेरि सबैले। र एकचोटि मात्र मत विभाजन गरेर मलाई चाहिँ अब जानुपर्छ भनेर भएको त यो पिरियडमा यो निरन्तरता हुनुपर्छ। राम्रो काम जसले गरे पनि, जहाँबाट गरे पनि हामी एकताबद्ध भएर हामी अगाडि बढ्नुपर्छ, त्यसलाई समर्थन गर्नुपर्छ। आजको आवश्यकता यो हो। र मलाई लाग्छ राम्रा कामहरू, ऐतिहासिक कामहरू हामी गरेका छौँ। त्यो ऐतिहासिक काम भनेको के हो भने यो इतिहासले मूल्याङ्कन गर्नेछ। मैले शपथ लिँदाखेरि तत्कालीन राजपा र संघीय समाजवादी फोरम मिलेर हामी 54 थियो। माननीय अहिलेको वर्तमान मुख्यमन्त्रीजी सभामुख भएपछि 53 का हामी भएका थियौँ। र त्यो 53 को सुरुमा मैले चाहिँ बहुमत लिँदाखेरि 107 मा मैले चाहिँ 82 पाएका थिएँ। त्यो आफैमा पनि ऐतिहासिक थियो। त्यो बेला मैले पाएका थिएँ, त्यो पनि आफैमा ऐतिहासिक थियो। दोस्रो चोटि पनि लिँदाखेरि 77 थियो, 100 मा 77 थियो। त्यो आफैमा ऐतिहासिक थियो। तर त्यो एकता आजको मलाई लाग्छ कि नेपाली कांग्रेसको समर्थनले, र एउटा कुरा भुलौँ मान्यजीहरू, नभुलौँ, प्राविधिक हिसाबले कसैलाई 5-10 वटा माथि र तल गएको होला, तर कसैलाई पनि आफ्नो एकल सरकार बनाउने दिएको छैन म्यान्डेट। त्यो कुरा हामीले बुझ्नुपर्छ। त्यो बुझ्नुपर्छ। र सहमति र सहकार्यको जुन एउटा प्रिन्सिपल छ, त्यो प्रिन्सिपल अनुसार हामीले अगाडि बढ्नुपर्छ भन्ने कुरा यो म्यान्डेट हामीलाई जनताले दिएको छ। र आज होइन, भोलि पनि सरकार हामी बनाउँदाखेरि यो प्रिन्सिपल हाम्रो गाइडलाइन रहन्छ। त्यसैले प्राविधिक रूपले त्यो बेला त एक भएर गएर चुनाव र दुईटा पार्टीको मात्र सरकार बन्यो र त्यो 3.5 वर्ष निरन्तर चल्यो। तर अहिलेको आवश्यकता त्यो छैन। त्यो बेला राजपा तत्कालीन मलाई कुरा गर्दाखेरि 25 थियो, अहिले त्यो पनि कुनै दल त्यति पनि पुगेको छैन। हामी त 30 थियो। त त्यसैले मलाई लाग्छ यो हामी एउटा गठजोड, एउटा गठबन्धनको सरकार चलाउने जुन हामीलाई म्यान्डेट मिलेको छ, त्यसलाई हामी निरन्तरता दिनुपर्छ। आज
मलाई एउटा शेर अलामा इकबालको मलाई याद छ, हजारों साल नरगिस अपनी बेनूरी पे रोती है, बड़ी मुश्किल से होता है चमन में दिदौर पैदा। बड़ी मुश्किल ले हामी यहाँ आएका छौं, जिम्मेवारी वहन गर्ने हाम्रो उ छ, विभिन्न पृष्ठभूमिबाट आएका छौं, विभिन्न क्षेत्रबाट हाम्रो यहाँ प्रतिनिधित्व भएको छ। मान्यजी जो आएका छन् उनलाई सोध्नुहोस् कसरी आउनु भएछ, हामी सबै त्यसै उबाट आएका। र जुन निर्वाचन प्रणाली छ, यो निर्वाचन प्रणालीले त आउने दिनमा मलाई लाग्छ र नेपालको जुन समानुपातिक र जुन किसिमका यो निर्वाचन प्रणाली हाम्रो स्ट्रेन्थ छ, कसैको बहुमत हुनेवाला अवस्था छैन। भोलिका दिनमा पनि यो सहकार, समन्वय र सहकार्यको यो जुन एउटा संस्कृति छ त्यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ। कोही 2-4-5 वटा मत तल होला, कसैको 2-4-5 मत बढी होला, त्यो हुने अवस्था छ। फेरि पनि हामी मिलिजुली सरकार सञ्चालन गर्ने प्रमुख दायित्व संविधानको कार्यान्वयन र संहिताको कार्यान्वयन हो। यो महत्त्वपूर्ण कुरा हो। सबैले हामीले बुझेर एकताबद्ध भएर जानुपर्ने आवश्यकता छ। यो कांग्रेस समेतको समर्थनले, हुन त कांग्रेसले त कुनै सरकारको मन्त्री त पाएको छैन, तर हामीले त सहयोग गरिराखेको छ। तर यो समर्थनले वर्तमान सरकारको नेतृत्वलाई थप जवाबदेहिता बनाएको छ। त्यो के हो भने अब कांग्रेसको पनि कुरा सुन्नुपर्छ। अब मलाई लाग्छ नेकपा, अब उहाँहरूको यसपछि आउने हो के अरे एकीकृत समाजवादीको पनि कुरा सुन्नुपर्ने हुन्छ। सबैको कुरा सुनेर अगाडि बढ्नुपर्ने अवस्था छ। आज यो जुन एक किसिमको वातावरण तयार भयो, धेरै असन्तुष्टिको बावजुद पनि, नचाहँदा चाहँदै पनि परिस्थितिले एक ठाउँमा ल्याएर डोर्याएर राखिदिएको छ कांग्रेसलाई, र कांग्रेसले वर्तमान सरकारलाई सहयोग गरेको छ। त्यसैले वर्तमान मुख्यमन्त्रीजीलाई एकदमै महत्त्वपूर्ण उहाँहरू एउटा जिम्मेवारी दिइराख्नु भएछ। यो कुरा हाम्रो पनि सुनियोस्, हामी पनि स्ट्यान्ड बाई छौं, भोलिका दिनमा हामी पनि छौं। हामीलाई नबिर्सनुहोस्, आज समर्थन गरेका छौं, भोलि लिन पनि सक्छौं। यो हो। र मलाई के लाग्छ कि यो किसिमका गाइडलाइन प्रदेश सरकारले राम्रा काम माननीय मुख्यमन्त्रीजीले राख्नु कि राम्रा कामलाई निरन्तरता दिन्छौं, दिनु पनि पर्छ। राम्रा कामलाई निरन्तरता दिनै पर्छ। समाजका रूपान्तरणका कुराहरू, यो पहिलो प्रदेश हो जहाँ 50% महिलालाई आरक्षण गरिएको छ। पहिलो प्रदेश हो। तर दुर्भाग्य यो रह्यो कि म आफ्नै सरकारमा एकजना राज्य मन्त्री बाहेक बनाउन सकेन। मान्यज्यू संघमा देखाएर यहाँको खाँचो पूरा हुँदैन, यहाँ गर्नुहोस्। यहाँ समावेशिता देखिनुपर्छ, महिलाको रिप्रेजेन्टेसन देखिनुपर्छ। म त गर्न सकिनँ, बडो गाह्रो छ भाषण गर्नु। तर मैले ऐन ल्याएँ कि आउने लोक सेवा आयोगदेखि लिएर विभिन्न किसिमका यो प्रदेशबाट सञ्चालन हुने कम्पिटिसन छ, त्यो कम्पिटिसनमा 50% महिला आरक्षण, हरेक क्लस्टरमा 50% महिला आरक्षणको व्यवस्था छ। क्लस्टर वाइज छ। यानी 18% दलित छ भने दलितको 9% महिला र 9% पुरुष। त्यस्तै चाहिँ अन्य चाहिँ मुस्लिमको छ, चाहे अल्पसंख्यकको छ, त्यो 50-50% छ। त्यो गर्नै पर्छ। इभेन यो पहिलो प्रदेश होला जहाँ खस आर्यलाई पनि उसको जनसङ्ख्याको आधारमा आरक्षण हामी दिएका छौँ। जनसङ्ख्याको आधारमा आरक्षण दिने, त्यस्तै आदिवासी जनजाति सबैको जनसङ्ख्याको आधारमा आरक्षण दिने प्रदेश हो यो। त्यस्ता थुप्रै कामहरू छ समाज रूपान्तरणका। दलितको लागि हामी त्यो विभिन्न मञ्चमा राख्न सकेनौँ। दलित सशक्तिकरण ऐन मलाई लाग्छ कि भारतभन्दा पनि यहाँ प्रोग्रेसिभ छ, प्रगतिशील छ। दलितका छोराछोरीहरूलाई उच्च शिक्षाको लागि आर्थिक सहयोग गर्नेदेखि लिएर बनाएको ऐनलाई कार्यान्वयन गर्ने अहिले जिम्मेवारी छ। अहिले कि 50% दलितको छोराछोरीहरूलाई उच्च शिक्षामा उसको आर्थिक सहयोग गर्नेदेखि लिएर
थुप्रै यस्ता प्रोभिजन हामी राखेका छौँ। उसको स्वास्थ्य बिमा गर्ने पनि हामी प्रावधान राखेका छौँ। उसको यदि कुनै किसिमका उसका इन्डियामा हुन्छ नि, तपाईँको के भन्छन् त्यो रासन कार्डको पनि प्रोभिजन छ त्यसमा। दलितका छोरा के अरे परिवारलाई रासन कार्ड दिएर हामी आर्थिक सहयोग गर्न सक्छौँ। त्यस्ता किसिमका प्रावधान राखेका छौँ। त्यसैले मलाई के लाग्छ, त्यो ऐनका कार्यान्वयन गर्नु आवश्यकता छ। सङ्घीय सरकारले पटक पटक भन्दै पनि अहिले पनि सङ्घीय निजामती सेवा ऐन बन्न सकेको छैन, जसले गर्दा अहिले हामी पनि त्यही कर्मचारीहरूमाथि आश्रित हुनुपर्ने आवश्यकता छ। त्यसैले माननीय मुख्यमन्त्रीजीलाई म भन्छु कि यो टिम जाँदाखेरि काठमाडौँ सामूहिक डेलिगेसन हिँडोस्। अहिले थप जिम्मेवारी पनि छ, त्यसलाई कसरी कार्यान्वयन, त्यो कर्मचारीहरूको सङ्घीय निजामती सेवा ऐन कहिले आउँछ? किनभने अहिलेको प्रधानमन्त्रीजी पनि मलाई लाग्छ कि धेरै कुरा बुझेको हुनुपर्छ, सहयोगी हुनुपर्छ। जनयुद्धबाट आएकोले, त्यत्रो पृष्ठभूमिबाट आएकोले मलाई लाग्छ कि, मलाई विश्वास छ कि गर्नुहुन्छ। तर हामी उहाँलाई सामूहिक एउटा सर्वपक्षीय सर्वदलीय टिम गएर उहाँलाई रिक्वेस्ट गरौँ। आजको आवश्यकता यो हो। आजको आवश्यकता अहिले हामीले धेरै कुराहरू अहिले चाहिँ एकताबद्ध भएर हामी अगाडि बढ्यौँ भने प्रदेश सरकारले सञ्चालन गरेको अहिले गोडेटो बाटे पिच बन्न सक्छ। पिच बनाउनुहोस्, त्यो आजको आवश्यकता छ। हिजो त्यो थिएन, त्यो हिँड्ने घोडेटो केही थिएन। तर आज पिच बनाउनु पर्ने, रोड बनाउनु पर्ने, मोटरेबल बाटो बनाउने आवश्यकता छ। र तपाईँ लिनुहोस्। र खुसीको कुरा छ, काङ्ग्रेस जस्तो ठुलो पार्टी अहिले हामीलाई समर्थन गर्यो, झन् जिम्मेवारी बोधका साथ। त्यसैले मलाई लाग्छ कि फेरि पनि म नेपाली काङ्ग्रेस लगायत सम्पूर्ण यो सदनभित्र रहने दलहरू, अब त सत्ता न सत्ता पक्ष रहे न प्रतिपक्ष रहे, सिद्धान्तिक रूपमा त त्यो पनि होइन। अब हामी एक पार्टी भए, के अरे एक ठाउँमा भए। र मलाई लाग्छ अब माननीय कृष्णजी अब प्रतिपक्ष भन्न उहाँलाई दिँदैन। अब एउटा शब्द थियो, म छाडिदिएँ। त्यसैले म सबै मान्यज्यूहरूलाई अब अहिले नै र थप जिम्मेवारीका साथ हामी हिँडौँ, एकता भएर अगाडि बढौँ। र एकताबद्ध भएर अगाडि बढ्यौँ भने मलाई लाग्छ प्रदेश सशक्त हुन सक्छ। आज माननीय सरोज कुमार यादव, हिजो म थिएँ, आज उहाँ हुनुहुन्छ, पर्सि अरू कोही हुनुहुन्छ, कृष्णजी हुनुहुन्छ, हाम्रो राम सरोजी पर्सो जो पनि यहाँ हुन सक्छ, सरोजी। अब सरोज स्क्वायर भन्नुपर्छ। अब उहाँ एक अर्कापछि हुन सक्नुहुन्छ। त्यसैले मलाई लाग्छ कि आज एकदम खुसीको कुरा छ, हामी एक भएका छौँ र एकमतका साथ हामी अगाडि बढ्ने एउटा म्यान्डेट हामी माननीय मुख्यमन्त्रीजीलाई दिएका छौँ। र म सबैलाई धन्यवाद दिँदै म बिदा लिन्छु। धन्यवाद। धन्यवाद। अब माननीय श्री महेश प्रसाद यादव। सम्मान्य सभामुख महोदय, उपसभामुख महोदय, उपस्थित मध्य प्रदेश का दोस्रो कार्यकाल का निम्ति मुख्यमंत्री, आदरणीय मुख्यमंत्री जी, भूप मुख्यमंत्री जी, उपस्थित मन्त्रीजीहरू र हलमा हाम्रो यो गरिमापूर्ण सांसद यो हलमा उपस्थित हुनुभएका सम्पूर्ण सहयोद्धा मान्य सदस्यजीहरू, आज हाम्रो सामु हाम्रा मुख्यमन्त्रीजीले विश्वासको मतको
को सन्दर्भमा प्रस्ताव गर्नुभएको छ र म यहाँ यो हाम्रो दोस्रो कार्यकालको चौथो सत्रमा हामी बसिरहँदाखेरि हाम्रो यहाँसम्म पुर्याउनु भएका विभिन्न मुक्तिकामी आन्दोलनको बखत ज्यानका आहुति दिनुभएका आदरणीय हाम्रा अग्रज वीर शहीदहरूप्रति म नमन गर्न चाहन्छु, उहाँहरूलाई श्रद्धाञ्जली गर्न चाहन्छु र यो आजको यो सदन निश्चित रूपमा यो एउटा दिशानिर्देश गर्नका निम्ति हामीलाई एउटा साचा जनताप्रति उत्तरदायित्व बन्नका निम्ति आज यो दिशानिर्देश गर्ने सदनको रूपमा मैले यो सदनलाई लिएको छु। यो सदन ऐतिहासिक बन्दै गइरहेको पनि मैले महसुस गरेँ। आज हाम्रै बीचमा प्रतिपक्षका भूमिकामा बस्नुभएका नेपाली कांग्रेसका सहयोद्धा मान्य सदस्यजीहरूको तर्फबाट दलका नेताले स्वयं यो रस्टममा उपस्थित भएर मुख्यमन्त्रीलाई हामी विश्वास दिन्छौं, तर चेक एन्ड बैलेन्स हामी आफूभित्र राख्छौं भन्ने कुरा उहाँले भन्नुभएको छ। आज यो सदन एक रूपता हुँदै गइरहेको अवस्था मैले महसुस गरेको छु र हाम्रो मुख्यमन्त्रीजीलाई थप जिम्मेवारीको एहसास महसुस भइरहेको कुरा पनि मैले महसुस गरेको छु। गम्भीर विषयहरू छ। विगतमा अहिले भर्खर जनता समाजवादीका बाट प्रतिनिधित्व गरेर निवर्तमान मुख्यमन्त्रीजीले धेरै कुराहरू यहाँ राखिसक्नुभयो र निश्चित रूपमा विगत 5 वर्षमा मध्य प्रदेशका निम्ति यो सरकारका निम्ति जो उहाँ कार्यहरू गर्नुभएको छ त्यो कार्यहरू मधेसी जनताले हेरिराखेको अवस्था पनि मैले हेरिरहेको छु र विश्लेषण गर्ने कुराहरू पनि विश्लेषित भइरहेको अवस्था मैले पनि महसुस गरेको छु र आज जब यो रोस्टममा म आफ्नो पार्टीको दलको नेताको हैसियतले उभिरहँदाखेरि म के हेरे भने के बुझे भने आज मधेसी जनताले हामीमाथि यो शर्तमा विश्वास गरेको छ कि तपाईहरू एक बन्नुस्, तपाईहरू एकताको सूत्रमा बाँधिनुस् र त्यो कसको निम्ति हो भने मधेसी जनताको स्वाभिमान रक्षाको निम्ति हो। त्यसप्रति हामी गम्भीर बन्नै पर्छ। हामीलाई जो म्यान्डेट मधेसी जनताले दिएको छ त्यो म्यान्डेट निश्चित रूपमा हामीलाई एक सूत्रमा बाँध्ने म्यान्डेट नै हो र यहाँ यो होलमा उपस्थित भएर यो रोस्टममा बोल्दाखेरि निश्चित रूपमा हामी साझा व्यक्ति बन्नुपर्छ। हामी पार्टी संगठनका नीति विचार कार्यक्रमहरू पनि हुन सक्छ र त्यो नीति विचार कार्यक्रमहरू मात्रै होइन कि जनताप्रति पनि उत्तरदायित्व भएर भूमिकाहरू खेल्नुपर्ने आवश्यकता यो रोस्टम भित्र हाम्रो दायित्व र कर्तव्य पनि हो र आज जो विगतका सरकारले जो नियम विनियमहरू जो पास गरिसक्नु भएको छ र कहाँ अड्किएको छ, किन अड्किएको छ, त्यसप्रति
अब जो सरकार बनिसकेको छ, आज हामी विश्वासको मत दिँदैछौँ, त्यो सरकारको दायित्व र कर्तव्यभित्र पर्छ र अविलम्ब उहाँहरू त्यसप्रति गम्भीर बन्नुहुन्छ भन्ने मेरो बुझाइ लागेको छ। त्यति मात्रै होइन, जो आज मधेस भनेकै समतल भूभाग हो, कृषिमा आधारित हामी छौँ, हामी किसानका छोराछोरी छौँ। हामी यहाँ जति मान्य सदस्यहरू हुनुहुन्छ, कुनै न कुनै रूपमा खेतमा कुनै न कुनै दिन या त हल जोत्ने सन्दर्भ होस्, यहाँ त्यहाँ खेतमा भएका कामदारहरूलाई खाना पुर्याउने सन्दर्भ हो, हामी पुगेकै हुनुपर्छ। त्यसकारण हामी किसानका सन्तान हौँ, यो धरतीका सन्तान हौँ र हामी आफ्नो मर्मप्रति, हामी आफ्नो मूल दायित्वप्रति गम्भीर बनिसकिरहेको अवस्था पाइरहेको हामी छैनौँ। त्यसप्रति हामीलाई आत्मालोचित हुनै पर्छ। हामी अहिलेसम्म किसान चिच्याइरहेछ, भोकिरहेछ, भूखले छटपटाइरहेछ र त्यसमा हामीलाई जो मलहम लगाउने आवश्यकता पर्छ त्यहाँ हामी चुकिरहेछौँ। अवस्था यो बन्दै गइरहेछ कि राजनीतिक प्रतिको वितृष्णा आम रूपमा बढेर आएको छ। राजनीतिक व्यक्तित्वहरूलाई हेर्दाखेरि जो उत्पीडित छ, जो गरिब छ, जसको नाउँमा हामी भोट माग्दै आइरहेछौँ, जो किसान छ, जो दलित छ, तिनीहरू अहिले राजनीतिक व्यक्तिहरूलाई वितृष्णाको आँखाले हेर्न चाहिँ सुरु गरिरहेछ। यसप्रति पनि यो सरकारलाई गम्भीर बन्नुपर्छ। आज कुरा यहाँ रह्यो, आज शिक्षाको कुरा गर्छौँ, स्वास्थ्यका कुरा गर्छौँ। सरकार निहत शिक्षा र स्वास्थ्य र रोजगारप्रति प्रतिबद्ध हुँदै विभिन्न कालखण्डदेखि आइरहेको अवस्था हामीले पाउँदैछौँ। तर अहिले पनि त्यो दलित बस्तीमा जानुस्, त्यो गरिब बस्तीमा जानुस्, त्यहाँ शिक्षाको अभावले खट्किरहेको महसुस भइरहेको छ। हाम्रो लगानी शिक्षामा सामुदायिक स्कुलहरूमा हुन्छ, तर हामी आफ्नै छोराछोरीलाई त्यो सामुदायिक स्कुलबाट टाढा किन राखिरहेछौँ? गम्भीर प्रश्न छ यो। हामी किन आँट गरिसकिरहेको छैनौँ? शिक्षा राम्रो हुन्छ भनिदिरहेछौँ, तर आफ्नो छोराछोरीलाई त्यो स्कुलमा किन पढाइराखेको छैनौँ? यो प्रश्न हो हाम्रो लागि, जनताले गरेको यो प्रश्न हो। त्यसप्रति यो सरकारलाई गम्भीर बन्नुपर्छ। यो सरकार गम्भीर बन्नै पर्छ, अनि मात्रै हामी यो सदन एक ढिक्का भएको जो म्यान्डेट दिएको छ त्यसलाई हामी पूरा गर्न सक्छौँ। त्यति मात्रै होइन, आज त्यो दलित गरिब बस्तीमा सिटामोलको कारण मर्ने अवस्था भइरहेछ। स्वास्थ्यमा व्यापक लगानी छ। हामी त मान्य सदस्यहरू भइहालौँ, मन्त्रीजीहरू भइहालौँ, सरकारले हामीलाई स्केल पनि दिएको छ, तलब पनि दिएको छ, आफ्नो छोराछोरीलाई राम्रो हस्पिटल अस्पतालमा गएर इलाज गराउन सक्छौँ। तर जसको निम्ति यो सदन बनेको छ त्यसलाई हामी कहाँ छोडेर गइरहेछौँ? म भन्छु यो सरकारलाई गम्भीर चुनौती छ। यो चुनौती यो मानेमा छ कि स्वास्थ्यलाई कसरी सहज बनाउने, कसरी हरेक व्यक्तिको घरसम्म स्वास्थ्यलाई पुर्याउने, यो एउटा हाम्रो गम्भीर विषय हो। त्यति मात्रै होइन, अहिले रोजगारको कुरा गर्नुहुन्छ भने हामी जतिखेर हामी चुनावी मैदानमा जान्छौँ त्यतिखेर लाग्छ सायद हामी जितेर गइसकेपछि हाम्रो क्षेत्रको कुनै युवा बेरोजगार हुने छैन। त्यतिखेर हामी बोल्छौँ, तर ठाउँमा आइसकेपछि त्यसका निम्ति गरिनुपर्ने कार्यहरूप्रति हामी किन चुकिरहेछौँ? त्यसप्रति पनि यो सरकारलाई गम्भीर बन्नै पर्छ। रोजगारका व्यापक
अवसरहरू यो मध्य प्रदेशमा हुन सक्छ, त्यसका निम्ति पनि हामीलाई ध्यान पुर्याउनै पर्छ। हरेक गाउँ गाउँमा, हरेक वाडासम्म, हरेक स्थानीय तहसम्म सिपमूलक कार्यक्रम सञ्चालन गर्नका निम्ति पनि यो सरकारलाई भूमिका खेल्नै पर्छ। अनि मात्रै रोजगार सिर्जना गर्न सक्छौँ। त्यति मात्रै होइन, अहिले हामी सरकारी निकायका कार्यालयहरू हेर्छौँ, सामुदायिक विद्यालयहरू हेर्छौँ, त्यहाँ व्यापक दरबन्दीहरू पनि अहिले रिक्त दरबन्दीहरू त्यहाँ छन्, कर्मचारीको व्यापक अभाव छ। त्यहाँबाट पनि हामी रोजगार सिर्जना गर्न सक्छौँ। त्यसका निम्ति पनि हाम्रो दायित्व र कर्तव्य त्यही भएर आउँछ, कसरी त्यहाँ फुलफिल गर्न सक्छौँ। आज हामी हेर्दैछौँ, जतिखेर जनताको बीचमा यदि गुनासो सुन्न हामी यदि पुग्छौँ भने गुनासै गुनासोको चाङ लाग्छ, हाम्रो बढाइ कहीँ पनि हुँदैन, हाम्रो वाहवाही कहीँ पनि हुँदैन। किन भइरहेको छैन? यसको निम्ति पनि हामीलाई नितान्त गम्भीर बन्नुपर्ने आवश्यकता छ। आज यो सदनमा विश्वासको मतको सन्दर्भ र हामी दिइराख्दाखेरि आज हामीमाथि एउटा भ्रष्टाचार भन्ने ठुलो एउटा आरोप लागिरहेको अवस्था पनि बाहिरी रूपमा हामी सुन्छौँ, हेर्छौँ। यो भ्रष्टाचार मुक्त प्रदेश हामी बनाउन सक्छौँ कि सक्दैनौँ? हाम्रो दायित्व र कर्तव्य हो कि होइन? आज संघीयता खतरामा छ। संघीयतामाथि विभिन्न किसिमका आक्रमणहरू हुँदैछ। त्यो आक्रमणहरूको रोक्नका निम्ति सबभन्दा बढी यदि भूमिका खेल्नुपर्ने हुन्छ भने त्यो मध्य प्रदेशको भूमिका आउनुपर्छ। र त्यो मध्य प्रदेश यदि भ्रष्टाचारमा लिप्त हुन्छ भने हामी निश्चित रूपमा हाम्रो बाहिरी रूपमा हाम्रो हेराइ त्यति गम्भीरताका साथ जान सक्दैन। हामी त्यतिखेर पनि गम्भीर बनिरहेका छैनौँ भन्ने कुरा आम रूपमा जनतामा आभास हुन्छ। जनता हामीलाई त्यही हिसाबले म्यान्डेट दिएको छ। आज हाम्रो पार्टी जनमत पार्टी पहिलो इन्ट्री हो। हामी चुनावी मैदानमा पहिले गएका हौँ। निश्चित रूपमा जनताले हामीमाथि विशेष रूपमा भरोसा गरेको छ। हाम्रो दायित्व र कर्तव्य पनि त्यतिकै छ। र हामी आज मुख्यमन्त्रीजीलाई समर्थन गर्ने सन्दर्भमा उभ्या छौँ। हाम्रो मुख्यमन्त्रीजीलाई समर्थन छ भन्ने कुरा प्रमुख हाम्रो यहाँको प्रदेश प्रमुख कार्यालयमा हाम्रो पुगिसकेको अवस्था पनि पाउनु भयो होला। र म भन्न चाहन्छु हामी उहाँको साथमा छौँ। उहाँको जो अभिव्यक्तिहरू सानै समयमा छोटै समयमा जो भेटघाटको क्रममा हामी बुझ्न पाए, निश्चित रूपमा यी कुराहरूप्रति उहाँ गम्भीर बन्न सक्नुहुन्छ भन्ने मैले हेरेँ। हाम्रो पार्टीले पनि त्यही मूल्याङ्कन गर्यो र उहाँको पार्टीको नेतृत्व गर्दै उहाँले जसरी मुख्यमन्त्रीको उम्मेदवार बन्नुभयो, हामीले उहाँलाई समर्थन गर्नुपर्छ भन्ने उद्धत भएर हामी उहाँसँग गएकै हौँ। र म यहाँ धेरै चुनौतीहरू पनि उहाँको सामु पस्कैकै हुँ। हुनसक्छ उहाँलाई लाग्न सक्छ, रे भाइ हामीलाई समर्थन गरिसकेपछि पनि उहाँले धेरै कुरा राखिराख्नु भएको छ। हो, उहाँको ध्यान आकर्षण गर्नको निम्ति भोलिका दिनमा उहाँ नचुकोस्, यो हौस गवाई हुन्छ, मधेसका जनता गवाई हुन्छ। हामीले सचेत पनि गराएछौँ उहाँलाई। जनताको निम्ति, जनताका खातिर हामी एउटा प्रतिनिधित्व गरेर यो हलमा बसेका छौँ। हामी आफ्नो व्यक्तित्व होइन। म त आज यो पनि भन्न मलाई घबराहट छैन। हाम्रो अवस्था अहिले हाम्रो 60 दिनभित्र के भन्छ त्यहाँ कति हामीसँग आय स्रोत छ भन्ने कुरा हामीले बुझाउनु पर्छ खाममा प्याक गरेर। जनताले त प्रत्येक क्रियाकलापमाथि हामीलाई वाच गरिरहेको अवस्था मैले हेर्दैछु। तपाईँ राजनीतिकमा इन्ट्री गर्नुभन्दा पहिले तपाईँको अवस्था के थियो र आज तपाईँको अवस्था के छ, कहाँ पुग्नु भएको छ, कसरी पुग्नुभयो? रात दिन दुगुना रात चौगुना कहाँबाट भयो? जनताको निम्ति हामी आएछौँ भने निश्चित रूपमा हाम्रो आर्थिक उन्नतिको साथी अवनति हुनुपर्ने हो। तब मात्रै हामी सही मध्य प्रदेश बनाउन सक्छौँ। त्यो सङ्कल्प आजको यो बैठकबाट हामी लिने हो कि नलिने हो? हामी यहाँ शहीदका फोटोहरू झुन्ड्याएका छौँ, शहीदलाई सामनेमा राखेका छौँ।
शहीदप्रति हामी मौन धारण गर्छौँ, शहीदलाई सम्झिन्छौँ। सम्झिने बेलामा हामी के भन्छौँ? तपाईँले हेराएको बाटोमा हामी हिँड्नेछौँ। त्यसप्रति हामी उद्धत हुने कि नहुने? त्यसकारण म यहाँ उपस्थित आदरणीय मान्य सदस्यहरू समक्ष हाम्रो पार्टी जनमत पार्टी यहाँ मुख्यमन्त्री आदरणीय मुख्यमन्त्री जीलाई पार्टीको तर्फबाट दलको नेताको हैसियतले उहाँलाई हामी समर्थन गर्छौं र यो हौस जसरी एक हुँदैछ त्यसरी नै उहाँको भूमिका रहनेछ भन्ने म उहाँलाई बधाई र शुभकामना दिँदै म यहाँबाट बिदा हुन्छु। धन्यवाद। धन्यवाद। अब मान्य श्री अभिराम शर्मा जी। माननीय सभामुखज्यू, सर्वप्रथम मधेश आंदोलन, जन आंदोलन, जनयुद्ध लगायत देश में भेल विभिन्न कालखंड के आंदोलन में शहादत भेल शहीद प्रति भावपूर्ण श्रद्धांजलि व्यक्त करक चाहै छी। साथे आंदोलन में भेल घायते के शीघ्र स्वास्थ्य लाभ के कामना करक चाहै छी। माननीय सभामुख जी अपने निर्वाचित भेली तय के लागी अपने के बधाई एवं शुभकामना देवक चाहै छी। ओहने माननीय उप सभामुख जी भी निर्वाचित भेलन, हुनका भी बधाई एवं शुभकामना देवक चाहै छी। माननीय सभामुख जी के मार्फत अई गिरमामय सदन के कुछ बात निवेदन करक चाहै छी। आए मध्य प्रदेश सरकार के माननीय मुख्यमंत्री विश्वास के मत अई प्रदेश सभा में रहल जिते भी राजनीतिक पार्टी और स्वतंत्र माननीय जी सब छथि हुनका सबसे मंगलन है। ओना हम सब जई पार्टी से आबद्ध छी, लोकतांत्रिक समाजवादी पार्टी हुनका समर्थन कर चुकल है और हुनका विश्वास के मत देते ई प्रतिबद्धता देवक चाहै छी। लोकतांत्रिक समाजवादी पार्टी माननीय सरोज कुमार यादव के विश्वास के मत कैला देते? हम कहली हम 18 गते के जे प्रथम हाउस रहे और पूर्व सभामुख के हैसियत में जे माननीय पूर्व सभामुख और अभी के वर्तमान के मध्य प्रदेश सरकार के मुख्यमंत्री जे कुछ बात एठमन रखलथिन तो हमरा लागल कि साँचे के प्रदेश के वो एगो ठीक दिशा में ल जाए के हिसाब से बात रखलन है। हुनकर बात राखे के क्रम में ये नहीं लगल जे वो बात जे राख रहल छथिन ओई में हुनकर दल के नेता के ऊपर, हुनकर दल के मुख्यमंत्री के ऊपर, हुनकर दल के मंत्री के ऊपर भी उलक्षित बात भ रहा है कि नहीं भ रहा है। हुनका लगल कि ई प्रदेश के जनता एहि ढंग से सोचे छै, तै कारण से वो अपन यथार्थ बात रखलन। आब माननीय मुख्यमंत्री जी अहाँ जे 18 गते के एहि हाउस में जे बात रखली ओकरा हम स्मरण करावक चाहै छी। अपने एहि हाउस के भीतर में भ्रष्टाचार के संदर्भ में विगत के जे भुगतानी जे बाकी रह गए एहि संदर्भ में विगत के जे क्रियाकलाप है एहि संदर्भ में अपने खुल के बात रखली। आई अपने विश्वास के मत भी ल रहल छी, अपने के विश्वास के मत मिलत
हम सब आशा रखने छी कि विगत के दिन में अही रोस्टम में अही हाउस में जे अपने 18 गते के जे बात रखली वो हम सब कार्यान्वयन होइत देखक चाहे छी। अपने केना के ओकरा कार्यान्वयन करबै? अपने एहिठमन विश्वास के मत मांगे से पहले कहलिय कि एहि प्रदेश सरकार के रचनात्मक और सकारात्मक काम के हम निरंतरता देव। हम अपने के निवेदन करक चाहब कि एहि प्रदेश सरकार के भीतर में रहल जे अनियमितता भेल है, जे भ्रष्टाचार भेल है, जे मीडिया में आयल विषय है, जे मीडिया में उठल विषय है और जे बहुत प्रमाणित कैल विषय है, वही के अपने कार्रवाई के दिशा में भी आगा बढ़ाओ। अपने जब मुख्यमंत्री के नियुक्त भेली तभी कहली कि भ्रष्टाचार के संदर्भ में हमर दृष्टिकोण एहन रहत। हमारा लगे कि प्रदेश सुशासन युक्त प्रदेश बनते। अपने जय ढंग से अपन बात रख लिया तो सुशासन के क्षेत्र में ई प्रदेश आगा बढ़ते। ओना समीक्षा करे के समय अते जय दिन 12 बीघा मैदान में एहि प्रदेश के प्रथम मुख्यमंत्री जे 500 के परिकल्पना कहने रहतीन। एहि प्रदेश के शिक्षा, एहि प्रदेश के स्वास्थ्य, एहि प्रदेश के सड़क, एहि प्रदेश के सिंचाई और एहि प्रदेश के सुशासन के क्षेत्र में हमारे महत्वपूर्ण काम हो। और आज के मीटिंग में वही 12 बीघा मैदान से उठायल गए बात के अभी वर्तमान के सरकार के समीक्षा करे के जरूरी है कि वही में कौन कौन काम हम सब करे सकली। हम सड़क के पूर्वाधार जोड़े सकली कि नहीं, हम शिक्षा के सीप जोड़े सकली कि नहीं, हम अपन प्रदेश के जनता के स्वास्थ्य में जे स्वस्थ रहे वो प्रत्याभूति दियावे सकली कि नहीं, हम सुशासन युक्त प्रदेश बनावे सकली कि नहीं, ये हमारा लगी समीक्षा करे के विषय बनते। और अपने वही दिन जे बात रखली वही बात से हमारा लगे कि अपने कहने रहिए जे मंत्री सब गड़बड़ी कहने हवा ओकरा सबके कार्रवाई जरूरी है। मंत्री सब जे सशर्त अनुदान के रकम अनियमितता ढंग से गांव गांव पालिका में पठाने हवा ओकरा कार्रवाई के जरूरी है। उ शब्द हम स्मरण करक चाहे छी। अपने कहने रहिए कि भुगतानी विभिन्न कारण से रुकल है। अपने के ऊपर आई जे अवसर हवा ओहने चुनौती हवा। अपने एहि प्रदेश के जे जनता के, एहि प्रदेश के जे उपभोक्ता के जे भुगतानी रुकल है ओकरा केते दिन में भुगतानी अपने देवे, ई अपने के चुनौती के विषय हवा। कि ओहने अभी तो 6 महीना 8 महीना 10 महीना बीत गए कि विगत के सरकार जैसा नहीं 1.5 वर्ष 2 वर्ष 2.5 3 वर्ष लजबे। तय कारण से उ अवसर के जोरे जोरे ई चुनौती अपने के बीच में हवा। और लोग देख रहा है कि यह प्रदेश के मुख्यमंत्री भ्रष्टाचार के संदर्भ में एकदम क्लियर कट दृष्टिकोण बना के आगा बढ़ल हवा। तय कारण से ये भुगतानी प्रक्रिया भी जल्दी होते। हम अपने के निवेदन करक चाहब सभामुख मार्फत 11वां सदन के निवेदन करक चाहे छी। एहि प्रदेश के समृद्धि के आधार भी तय कैल गेल है। विगत के प्रदेश सभा एहि प्रदेश केना के समृद्धि के दिशा में आगा बढ़ते, ई प्रदेश केना के आगा बढ़ते, वही के आधार की है, वही आधार के संदर्भ में भी ई प्रदेश सभा तय कैल अवस्था है। एहि प्रदेश के समृद्धि के आधार कृषि, उद्योग और पर्यटन है। एठमन रोजगारी के बात आ रहा है, एठमन कृषि में क्रांति लावे के बात आ रहा है, एठमन जे सप्तरी के छिन्नमस्ता से लेके 12 के सिमरनगढ़ तक के बीच में रहल जितने भी पर्यटकीय क्षेत्र है अपना प्रदेश के भीतर में पर्यटक के केना के 2 3 4 दिन हम सब स्टे कराए और ये हमारा समृद्धि के आधार भ सकिया। ये विगत के भी प्रदेश सभा आई के ऑन कर चुकल अवस्था में है। अपने जे कार्यक्रम बनावे वही कार्यक्रम के केना के आगा लगे जब हमारा सबके समीक्षा करे के जरूरी है। जे हम सब कानून बनेने छी, जे हमारे सबके कानून है वो कानून कार्यान्वयन के अवस्था में है कि नहीं है, ओकरा कार्यान्वयन करे में कहाँ कहाँ चुनौती है। विगत के मुख्यमंत्री जी, पूर्व मुख्यमंत्री जी, निवर्तमान मुख्यमंत्री जी एठमन कह के गेलन है प्रहरी एन एकदम एहि प्रदेश के अति महत्वाकांक्षी एन के रूप में आगा बढ़ल है। हम सब दलित सशक्तिकरण विधेयक भी एकदम महत्वता के साथ आगा बढ़ेली। हम सब जन लोकपाल भी बहुत महत्वाकांक्षा के साथ आगा बढ़ेली। परंतु अहाँ के ओठमन कर्मचारी नहीं हवा, अहाँ के ओठमन कार्यालय आयोग फंक्शन के अवस्था में नहीं हवा। अहाँ केना करके पुनः जे संघीय सरकार के नियंत्रण में रहल अख्तियार दुरुपयोग के ही मजबूत करे के काम करब कि अहाँ के अपन जे निकाय हवा प्रदेश सरकार के द्वारा जे निर्माण कल गेल
प्रदेश सभा के द्वारा जो निर्माण कल गए जो कानून हव वही कानून के कार्यान्वयन के दिशा में अपने आगा बढ़ब हमारा लगी चुनौती है। विगत के समिति सब जो हम सब निर्माण करने रही, जो आयोग सब जो हम सब निर्माण करने रही, ओकर काम कर्तव्य कौन ढंग से आगा बढ़ल, वही उ प्रदेश के ठीक दिशा में आगा बढ़ावे के काम कैलक कि वही प्रदेश के बेठीक दिशा में आगा बढ़ावे के काम कैलक। हमरा सबके सरकार के बदनामी करे के काम कैलक कि हमरा सबके सरकार के उच्च महत्ता के साथ देश दुनिया में परिचय दियावे के काम कैलक। ओहन व्यक्ति के, ओहन ऑर्गेनाइजेशन के प्रमुख के बारे में भी समीक्षा करना आवश्यक होते। तो कारण से हमरा लगे कि इस सारा चुनौती अपने के माथा पर हव, ओई के बावजूद भी विगत के दिन में अपने अही गणमा में सदन के सभामुख छलिए, बहुत चीज के अपने के अनुभव भी होवे करत। हमारा लगे विभिन्न अनुभव के अपने के हो, तय कारण से विगत के दिन में जो विषय वस्तु सब उठल है, विगत के दिन में जो निमन विषय वस्तु सब उठल है, विगत के दिन में अही प्रदेश सभा के भीतर से जो भ्रष्टाचार के संबंधी विभिन्न समिति में जो फाइल सब रखल गए, वही के बारे में सरकार के धारणा कहाँ है, वही के बारे में सरकार कितने दिन में अपन दृष्टिकोण सार्वजनिक करते। हमारा लगे कि जनता अपने के सीसी कैमरा लगा के देख रहा हवा, तय कारण से अपने अपना जगह से एहन जनता के प्रत्याभूति करवैयो जे हम सुशासन के क्षेत्र में अय प्रदेश के आगा बात बढ़ैली। ओना हमर सबके ओहि दिन शुभकामना मंतव्य दिन हमर सबके पार्टी के नेता स्वशासन के बात उठैने रहे। स्वाभाविक भीत से अय प्रदेश के अपन स्वशासन निर्माण करे के है और स्वशासन भीतर में सुशासन के बात करे के है। हमार अपन जन लोकपाल बिल जे हम सब बनाने छी ओकरा मजबूत करे के है, हम अपन जे कानून बनाने छी ओकरा कार्यान्वयन करे के अवस्था है। अंत में हमरा लगे कि विगत के दिन में काम करे में जे कठिनाई सब देखल गेले, कैला भुगतानी सब फंस गेले, अपने के जिला जिला में यूनिट खोले के जरूरी हव। सामाजिक विकास इकाई के यूनिट खोले के बात होए, चाहे पूर्वाधार कार्यालय के यूनिट खोले के बात होए, हमारा लगे कि इस संदर्भ में इस सरकार गंभीर होके आगा बढ़ते। ओना हम सब, हमर सबके पार्टी, हमर सबके दल अपने द्वारा जे विश्वास के मत मांगल गेलिए वही में समर्थन करे और हम पुनः अपने जरे सभा मुख मार्फत गणमा में सदन में आग्रह करब, निवेदन करब कि अपने जे 18 गते के बाद जे अही गणमा में सदन में उठैली वो अपने जब विश्वास के मत लके जब जाय छी तो ओकरा कार्यान्वयन के दिशा में आगा बढ़ू। अपने के द्वारा वो कार्यान्वयन होती से विश्वास रखत लोकतांत्रिक समाजवादी पार्टी नेपाल जे अभी के वर्तमान मुख्यमंत्री माननीय सरोज कुमार यादव जे विश्वास के मत मंगलन है, हुनका हमारा सबके पार्टी विश्वास के मत देत ई प्रतिबद्धता व्यक्त करत अपन बात अंत करै छी। धन्यवाद। धन्यवाद। अब माननीय श्री भरत प्रसाद शाह जी। माननीय सभामुख महोदय, सर्वप्रथम माननीय सभामुखज्यू र उपसभामुखज्यूलाई निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आज मधेस सरकारले विश्वासको मत प्राप्त गर्नका निमित्त प्रस्ताव पेश गर्नु भएको छ र यो प्रस्तावमाथि हामी छलफल गर्दैछौँ र यो छलफल गरिराख्दाखेरि केही चाहिँ महत्त्वपूर्ण विषयहरूलाई हामीले उठाउनै पर्ने हुन्छ। हामी यो प्रदेश सभा
र यो सरकार प्रति खाली मधेसी जनताको मात्रै नजर छैन, समग्र सबै प्रदेशका जनताहरूको नजर ध्यान अहिले मधेस प्रदेशतिर तानिएको छ। त्यति मात्र हैन, अन्तर्राष्ट्रिय रूपमा पनि कतिपय अन्तर्राष्ट्रिय चाहिँ ग्रुपहरू र एनालाइसिस गर्ने चाहिँ संस्थाहरू चाहिँ अहिले चाहिँ हाम्रो समीक्षा गरिरहेको स्थिति छ। मधेस सरकारले संहितालाई सफल पार्न सकियो भने, मधेसले चाहिँ सफल गर्यो भने समग्र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएर जाने स्थिति छ। हामीले संहिताको बारेमा संविधान सभामा छलफल गरिराख्दाखेरि संहिता पक्षधरहरूले पहिचान सहितका संहिता र संहिता सहितका संविधान जो मूल नारा थियो त्यसमा एउटै प्रदेशले मधेस प्रदेशले मात्रै चाहिँ त्यो सफलता प्राप्त गरेको छ। बाँकी कुनै पनि प्रदेशले पहिचान सहितको संहिता स्थापित गर्न सकेन, नामाकरण गर्न सकेन। र म गर्व गर्छु, म एउटा जनयुद्धको पृष्ठभूमिबाट आएको र हाम्रो दल त्यसकै जगमा उठेको र हाम्रो प्रस्तावमा र तत्कालीन चाहिँ जसपा र राजपाको चाहिँ प्रस्तावमा हाम्रो यो प्रदेशका चाहिँ सम्पूर्ण मान्य सदस्यज्यूहरूमध्ये बहुमत, अत्यधिक बहुमतका साथ चाहिँ मधेस प्रदेश चाहिँ पास भएको थियो। त्यसैगरी अहिले पनि केही मुद्दाहरू तपाईँ हामी सबै मिलेर चाहिँ सम्बोधन गर्नुपर्ने स्थिति छ। संविधानमा हामी कति अधिकारहरू लेख्न सक्यौं, कति लेख्न सकेन, आउने दिनमा ती लेख्न नसकेका अधिकारको बारेमा अर्को आन्दोलनको आवश्यकता हुन सक्छ। तर यो संविधानमा लेखिएका कुराहरूलाई कसरी पूरा गर्ने, त्यो आज अग्नि परीक्षामा तपाईँ हामी सबै उपस्थित भएका छौं। र विगतको अभ्यास मधेस प्रदेशमा जो अधिकारको सन्दर्भमा जो हुने गरेका छन्, ती अरू प्रदेशका चाहिँ सांसदज्यूहरू, अरू प्रदेशका चाहिँ जनताहरूले मधेस प्रदेशमा अधिकारका निम्ति त्यहाँ पार्टीहरूभित्र चाहिँ कुनै किसिमको अन्तर्विरोध हुँदैन र अधिकारका निम्ति अगाडि बढ्छ भन्ने चाहिँ जो सन्देश छ, त्यसलाई तपाईँ हामी सबै मिलेर चाहिँ निरन्तरता दिनुपर्ने स्थिति छ। खास गरेर अगाडिका हाम्रा वक्ता मान्य जीवहरूले जो राख्नुभयो, मूलभूत मैले संविधानमा उल्लेखित गरेका अधिकारहरूलाई सुनिश्चित गर्नका निमित्त, संविधानलाई कार्यान्वयन गर्नका निमित्त तपाईँ हामी सबै मिलेर अगाडि बढ्नुपर्ने स्थिति छ। पहिलो प्रदेश सभाको कार्यकालमा हामीले ती अधिकारहरू चाहिँ ल्याउनका निमित्त, ती अधिकारहरू संविधानमा लेखिएका अधिकारहरू प्राप्त गर्नका निमित्त सङ्घर्ष गर्यौं। तर ती सङ्घर्षबाट त्यो सफलता हुन सकेन र अझै हामी सङ्घर्षकै बाटोमा छौं। योभन्दा पहिलेका संविधान सभाबाट संविधान निर्माण भइसकेपछि दुईटा सरकारले ती कुराहरूलाई पूरा गर्न सकेन। मूलभूत प्रदेशको कोणबाट अनुच्छेद 6 मा भएको प्रदेशको एकल अधिकार मध्ये प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनका विषय चाहिँ सम्बोधन हुन सकेन। त्यसका निमित्त अब दुईटा सरकार असफल रह्यो। नेपाल सरकार, अब तेस्रो नेपाल सरकार काम गरिरहेको छ र यो सरकारको पनि अग्नि परीक्षा अब सुरु भयो। र सदैव तपाईँ हामी अधिकारका निमित्त अगाडि बढ्नुपर्छ भन्ने कोणबाट सोच्नुपर्ने स्थिति आएको छ। र अहिले विगतमा जो सरकारले गरेका कामहरू, राम्रा कामहरू,
त्यसलाई निरन्तरता दिनुपर्ने र गलत कामलाई चाहिँ अन्त गर्ने, निरुत्साहित गर्ने र सरकारलाई चाहिँ नयाँ सिराबाट अगाडि बढाउने कोणबाट सोच्नुपर्ने मैले स्थिति देखेका छौँ। म प्रदेश सभाको पहिलो कार्यकालमा केही कुराहरू मैले उठाएका थिएँ र आज पनि त्यो प्रदेश सभाको रेकर्डमा सुरक्षित छन्। मैले 3-4वटा कुराहरू मैले उठाएका थिएँ र सम्पूर्ण मान्य सदस्यहरूलाई यो कुरामा चाहिँ ध्यान केन्द्रित गर्नका निमित्त म अनुरोध गर्दछु। पहिलो मेरो थियो, तत्कालीन राजा महेन्द्रले पूर्व पश्चिम राजमार्ग बनायो। त्यसको म व्याख्यामा जान चाहन्न, त्यो किन बनाए र कुन चिन्तनबाट त्यो ग्रस्त थियो। मानव सागर मधेसको भूमिबाट उहाँले बनाउने आँट गर्नु भएन, त्यसका धेरै कारणहरू छन्, त्यसमा व्याख्यामा म जान्न। पछिल्लो समय हामीले पूर्व पश्चिम रेलमार्ग पनि उत्तरी भेट जंगलबाट नै बनाइयो, जहाँ जनसङ्ख्या न्यून छ। पछिल्लो समय हुलाकी राजमार्ग नेपाल सरकारले बनाउने, भारतीय सरकारको सहयोगमा चाहिँ समन्वयमा चाहिँ अगाडि बढाउने काम गर्यो। तर त्यो सडक पनि यति बाङ्गो टिङ्गो छन् कि लामो दूरी हामी त्यसमा चाहिँ जाने स्थिति छैन। त्यसकारण मधेस सरकारले सप्तरीको भारदाबाट, सिधाको बीचबाट, धनुषाको महेन्द्रनगर र जनकपुरको चाहिँ बीचबाट, मोहतरीको रामगोपालपुर, सर्लाहीको गैर, रौथटको गरुडा, बाराको कलैया र परमानीपुर हुँदै पर्सा जोड्न हामी सकियो भनेदेखि त्यसलाई शहीदको नामबाट नामाकरण गर्दा, जे नामबाट नामाकरण गर्दा त्यो 6 लेनको हामीले बाटो बनायो भने, जस्तै अहिले जनकपुरको मान्छे वीरगञ्ज जानु पर्यो भने हामी ढलकेबर पुग्नै पर्छ। तपाईँ हेर्नुहोला, हामी 6 लेनको बाटो बनायो भने ढलकेबरको मान्छे, ढलकेबरको जनता बस चढ्न चाहिँ महेन्द्रनगर जनकपुर आउँछ। अहिलेको राजमार्गको अवस्था दिनानुदिन चाप बढिरहेको अवस्था छ। ट्राफिक जामको एकदम भयावह स्थिति बन्दैछ। त्यसकारण यो हामी 100 मिटर ढलान, 200 मिटर ढलान जो बनाइराखेका छौँ, त्यसो भए यो काम त स्थानीय सरकारको हो। हामी वडाध्यक्ष हो र संविधानले व्याख्या गरेका छन्, 3टा तहका सरकार छन्, स्थानीय सरकार, प्रदेश सरकार र संघ सरकार। ठुला ठुला आयोजनाहरू नेपाल सरकारले सञ्चालन गर्ने, मझौला योजनाहरू चाहिँ प्रदेश सरकारले गर्ने र सानो आयोजनाहरू चाहिँ स्थानीय सरकार, लोकल गभर्नमेन्टले गर्ने। त्यसकारण अब यो पालीको बजेट जसो तसो त आइसकेको छ रेडबुकमा, यसलाई सञ्चालन गर्नै पर्ने हो। तर रकमान्तर नै गर्नु पर्यो भनेदेखि यो चाहिँ 6 लाइनको बाटो पुरा चाहिँ मधेसको चाहिँ बीचबाट, कोरबाट बढाउनका निम्ति हामी चाहिँ आवश्यक प्रक्रियाहरू अगाडि बढाउँ। तपाईँ हामी आँट गरौँ, यो 100 मिटर 200 मिटर ढलान र नाला बन्द गरौँ। र यो गर्न सकियो भनेदेखि उद्योगहरू, कल कारखानाहरू र किसानहरूको जो एक त हामी उसको आवश्यकता पूर्ति गरिरहेको स्थिति छैन, न सिँचाइ छ, न मल खादको आवश्यकता, त्यसबारेको बारेमा अहिले जाउला। त्यहाँ ठुलो ठुलो उद्योगहरू त्यो चाहिँ कोरिडोरमा आउँछ। जनताले उब्जाएको चाहिँ तरकारी लगायतका कृषि उपजहरू सहजै हामी बजारमा पुर्याउन सक्छौँ। अहिले बजारमा सहजै पुर्याउने सक्ने अवस्था छैन। त्यस्तै गरी यो भौतिक पूर्वाधारको क्षेत्रमा मैले भने, त्यसै गरी पर्यटनको क्षेत्रमा
हामीले के गरेका छौं भने प्रदेश सरकारले बरहम बाबाको पनि 1.5 लाख 2 लाखको गहवर पनि बनाउने, महारानी थानको पनि बनाउने र जानकी मन्दिर र गरिमाई पनि बनाउने। यो हुन सक्दैन। यो नीतिगत रूपमा एकदम बेटीको यो प्रदेश सरकारले र पर्यटन मन्त्रालयले केही कुराहरू जस्तै सप्तरीको छिनमस्ता, सिधाको सलेश महाराज, मोहतरीको टुटेश्वर हुन सक्छ, मंगलनाथ हुन सक्छ, सर्लाहीको चमेली माई हुन सक्छ, त्यसैगरी बाराको चाहिँ गढीमाई हुन सक्छ। यस्ता चाहिँ 4-5 वटा मात्रै चाहिँ प्वाइन्टलाई हामीले लोकेट गरेर ती चाहिँ ठाउँलाई चाहिँ हामी व्यवस्थित गर्न सक्यौं भनेदेखि धार्मिक पर्यटकको संख्या चाहिँ वात्तै बढेर जान्छ र धनुषाको जानकी मन्दिर त्यसको संख्या बढेर जान्छ। हामी यो धेरै बरहम बाबा र चाहिँ महारानी माईको थानमा धेरै पैसा लगायौं, अब नलगाउँ। अर्कोतर्फ नेचुरल रिसोर्सको हिसाबले हेर्ने भनेदेखि हामीसँग कोशी टप्पु चाहिँ नेशनल पार्क र पर्सा चाहिँ नेशनल पार्क हामीसँग छ। अहिले पनि बाहिरको पर्यटक आउँदाखेरि त्यो चितवन जान रुचाउँछ, अरू ठाउँ जान रुचाउँछ, तर यहाँ आउँदैन। त्यसका आवश्यक चाहिने भौतिक पूर्वाधारहरू, त्यसका चाहिँ बस्ने होटलहरू लगायतका चाहिँ हामी पूर्वाधारहरू तयार गर्न सकिरहेको स्थिति छैन। मधेस सरकारले थोरै लगानीमा धेरै गर्न सकिन्छ। त्यहाँ होमस्टेको चाहिँ व्यवस्था गर्यो भनेदेखि त्यहाँ चाहिँ 80% 90% सम्म हामीले चाहिँ अनुदान दिएर त्यहाँ चाहिँ होमस्टेलाई चाहिँ हामी अगाडि बढाउन सक्यो भनेदेखि त्यहाँ थोरै खर्चमा खास गरेर भारतीय पर्यटकहरू त्यहीँ आएर बस्छन्, 5 स्टारमा जाँदैन। यस्तै कुरामा लगानी गर्ने हो। हामी लगानी गरिसकेपछि, यो सरकार लगानी गरिसकेपछि त्यहाँबाट कति बेनिफिट हाम्रो जनतालाई र हाम्रो सरकारलाई आइरहेको स्थिति छ। त्यहाँबाट आउने ट्याक्सले गर्दाखेरि हाम्रो चाहिँ रेभेन्यू चाहिँ बढेर जान्छ। त्यस्तै यो शिक्षाको क्षेत्रमा पनि मलाई के लाग्छ भने योभन्दाको पहिले सरकार तपाईँ हामी सबै मिलेर धेरै युनिभर्सिटी बनाएको जस्तो मलाई लागेको छ। एउटाबाट सुरु गरौँ न। एउटै मधेस विश्वविद्यालय या प्रदेश कृषि विश्वविद्यालय या एउटी गरेको भए के हुन्थ्यो? त्यो भोलि चाहिँ प्रदेश समृद्ध हुँदै जाँदाखेरि अरू पनि थप्न सकिन्थ्यो। तर कतिपय यो सरकारले अनावश्यक कार्यालयहरू खडा गरेका छन्, जसले गर्दाखेरि डरलाग्दो किसिमले प्रदेश सरकारलाई चल्नै नै स्थिति चल्नै नसक्ने स्थिति भइरहेको छ। हाम्रो यो प्रदेश सरकारको साधारण खर्च धेरै नै बढेको छ। विकास खर्चहरू घट्दै गइरहेको छ र साधारण खर्च बढेको छ। ती साधारण खर्चलाई कसरी चाहिँ कम गर्ने? म तपाईलाई उदाहरण दिन्छु। म गृह तथा सञ्चार मन्त्री भइरहेको बेलामा म त्यहाँ पुग्दाखेरि त्यहाँ माथतका 3टा कार्यालय थियो, अहिले पनि छ। मिडिया काउन्सिल, राम सञ्चार प्राधिकरण र चलचित्र तथा लोक सञ्चार बोर्ड। कति धेरैलाई सोधेर, यहाँलाई कसैले पनि थाहा छ भने भन्नु होला, त्यो मिडिया काउन्सिलले काम गर्ने, राम सञ्चार प्राधिकरणले काम गरेको बारेमा कसैले थाहै छैन। एउटै काम गर्ने, एउटै काम गर्ने भएपछि 2टा किन अफिस चाहियो? मन्त्रीले आफ्नो कार्यकर्ता भर्ना गर्नको निमित्त अनि यसरी नै गरिराख्नुभयो भनेदेखि साधारण खर्च त बढ्दै जान्छ। अनि कसरी हुन्छ विकास सम्भव? नेपाल सरकारको एउटा चाहिँ भौतिक योजना तथा निर्माण मन्त्रालयको बजेट छ, त्यो भन्दा कम चाहिँ हाम्रो सबै पूरा चाहिँ सिङ्गो मधेस सरकारको बजेट कम छ। हामी साधारण खर्चलाई कटौती गरौँ र विकास बजेटमा चाहिँ हामी चाहिँ वृद्धि गरौँ। त्यसकारण मैले त्यहाँ 3टा संस्थाको आवश्यकता देखिने, एउटै संस्था बनाउँदा भइहाल्यो नि। त्यसले सबै काम छ। 3टा क्षेत्रको चाहिँ एक-एकजना सदस्य राखिदिएपछि हुन्छ। जन लोकपालको कुरा गर्नुभयो। अहिले चाहिँ जन लोकपाल आएको मैले हेरेको अहिले आवश्यकतै छैन। जन लोकपालले चाहिँ आयोगले चाहिँ सबैतिरको चाहिँ निवेदन कलेक्सन गर्ने
र सबै निवेदन लिएर हामी अधिकार दुरुपयोग अनुसन्धानमा दिने हो भने यहीँ बर्दिमास त छ, दिने हो भनेदेखि त तपाईँ कहाँ किन जनता आउँछ? सिधै बर्दिमास पुग्छ नि, सिधै काठमाडौँको टङ्गाल पुग्छ। त्यस्ता चाहिँ साधारण खर्च बढ्ने कामहरूलाई चाहिँ हामी न्यूनीकरण गरौँ, त्यस्ता चाहिँ संस्थाहरूलाई मर्ज गरौँ। यतापट्टि कृषिको क्षेत्रमा खास गरेर बिउ बिजन, रसायनिक मल र अरू मल, कम्पोस्ट मलहरूको कुराहरू छ। खास गरेर हाम्रा अहिले भर्खर मधेस आन्दोलनबाट ऊर्जाशील भएर हाम्रा क्रान्तिकारी साथीहरू जनमत पार्टीका आउनु भएको छ, उहाँहरूले मल र कृषिको कुराहरू गर्नुभएको छ। मलाई के लाग्छ भने प्रदेश सरकारले तपाईँ हामी रसायनिक मलको कारखाना स्थापना गर्न सक्दैनौँ। नेपाल सरकारले सकिरहेको स्थिति छैन, त्यसको विकल्प के हुन सक्छ? अहिले सबभन्दा राम्रो चाहिँ नेपाल सरकारले G2G गभर्नमेन्ट टु गभर्नमेन्ट एग्रिमेन्ट गरेर ल्याउँदा पनि मल खाद त पुर्याउन सकेन। आजसम्म कुनै चाहिँ वर्ष आर्थिक वर्षमा सकेकै छैन र अझै पनि सक्छ भने मलाई विश्वास छैन। जसले हामीलाई सप्लाई गर्दैछ उसकै देशलाई पुगिरहेछ भने हामीलाई किन दिन्छ त्यसले? त्यसकारण बरु दीर्घकालीन रूपमा रासायनिक मलबाट, विषादीबाट हाम्रो चाहिँ स्वास्थ्यमा जो चाहिँ धेरै ठुलो असर पारिरहेको छ त्यसलाई पनि मध्यनजर गर्दै हामी मधेस सरकारले, हाम्रो कृषि मन्त्रालयले कम्पोस्ट मलहरूमा त्यहाँ चाहिँ अनुदान दिएर किसानलाई चाहिँ प्रारङ्गिक मलतिर हामीले जोर गर्नुपर्ने आवश्यकता मैले देख्छु। बिउ बिजनको सन्दर्भमा एउटा चाहिँ कार्यालय स्थापना गरेर बिउ बिजनलाई चाहिँ कसरी चाहिँ जनता समक्ष चाहिँ सञ्चित गरेर पुर्याउने त्यसको चाहिँ विधि, त्यसका चाहिँ माध्यमहरू निर्माण गर्नुपर्ने मैले देखेको छु। त्यसै गरी स्वास्थ्यको क्षेत्रमा अस्पतालहरूलाई कसरी व्यवस्थित गर्ने, हाम्रो मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले काम गरिरहेको छ, तर अझै हाम्रा चाहिँ प्रादेशिक हस्पिटलहरू व्यवस्थित भइसकेको स्थिति छैन। तर एउटा कुरामा गर्व गर्नै पर्छ, मैले एकपल्ट टेकु चाहिँ जो ठुलो ल्याब छ नेपाल सरकारको, त्यहाँ कुरा गर्दाखेरि हाम्रो हाराहारीमा चाहिँ मधेसको ल्याब छ। योभन्दा अत्याधुनिक चाहिँ मेसिनहरू त्यहाँ छ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। त्यसै गरी हामी यो स्वास्थ्य सेवालाई हामी व्यवस्थित गरौँ, मधेसी जनतालाई हामी स्वास्थ्यसँग कसरी जोड्न सक्छौँ, सुलभ स्वास्थ्यको कसरी चाहिँ व्यवस्था गर्न सक्छौँ र जसरी आज मधेसी जनताहरू काठमाडौँ, धरान, चितवन जो गइरहेको छ त्यसलाई हामी रोक्न सक्यो भनेदेखि हाम्रो निमित्त ठुलो चाहिँ सफलता हुन्छ। र खास गरेर यी कुराहरूमा केन्द्रित भएर यो सरकारले काम गरोस्। यो सरकारले पनि यी कुरामा चाहिँ प्राथमिकता राखेर गरेन भनेदेखि विगतको जस्तै कार्यकर्ता भर्ती गर्नका निमित्त चाहिँ संस्थाहरू, कार्यालयहरू बढाउँदै गयो भनेदेखि फेरि यो सरकारको पनि आलोचना सुरु हुन चाहिँ समय लाग्दैन। र अहिले चाहिँ प्रदेश सभामा हाम्रा उपस्थित भएका सम्पूर्ण विगतका चाहिँ पूर्व मान्यज्यूहरू पनि, विगतका चाहिँ मान्यज्यूहरू पनि र अहिले जो नयाँ जोस जागरका साथीहरू पनि आउनु भएको छ र पुराना चाहिँ विरासत बोकेका चाहिँ राजनीति दलहरू पनि यहाँ हुनुहुन्छ। तपाईँ हामी सबै नयाँ पुराना क्रान्तिकारी सबै मिलेर मधेस प्रदेशलाई चाहिँ अधिकार सम्पन्न बनाउन मात्रै होइन, समग्र देशका चाहिँ मधेसी, आदिवासी जनजाति, महिला, दलित, अल्पसङ्ख्यक, मुस्लिम, उत्पीडित क्षेत्र र उत्पीडित वर्गका जनताका निमित्त चाहिँ हामी एउटा अगुवाको भूमिका निर्वाह गरौँ र यी जो लिन बाँकी रहेका अधिकारका निमित्त हामी अगाडि बढौँ। यो सरकारले विश्वासको मत लिने बित्तिकै संविधानले हामीलाई दिएका अधिकारका निमित्त अगाडि बढ्नुहुन्छ भन्ने मलाई विश्वास छ। र विगतमा पनि हाम्रो चाहिँ अहिलेका मुख्यमन्त्रीज्यू सभामुख हुनुहुन्थ्यो, उहाँले
यो अधिकारको सवालमा असाध्यै चिन्तित हुने, सङ्घर्षका निमित्त असाध्यै चिन्तित हुने, अगाडि बढौँ भने त्यसका निमित्त उहाँले वातावरण बनाउनुहुन्थ्यो र उहाँ स्वयं चाहिँ नेतृत्वमा आइसकेपछि यो कुरालाई पुरा चाहिँ प्रभावकारी रूपमा अगाडि बढाउनुहुन्छ र त्यसका निमित्त नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले दह्रो साथ उहाँलाई सहयोग दिनेछु भन्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र सरकारलाई चाहिँ यो सरकारलाई नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले विश्वासको मत दिने निर्णय गरेका छौं र विश्वासको मत दिन्छौं र यो सरकारको चाहिँ कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्न चाहन्छौं। धन्यवाद। अब मान्य श्री गोविन्द बहादुर न्यौपाने। माननीय सभामुख ज्यू, आज म यो हाउसमा प्रथमचोटि यस्तो भूमिकामा उभिएको छु। तसर्थ आज हाम्रा नेपाललाई बनाउन लोकतन्त्र, गणतन्त्र लगायत समाजका परिवर्तन गर्नको लागि ज्यान आहुति दिने सपुतहरूलाई श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र आजसम्म हामीलाई यो स्थितिमा पुर्याउने हाम्रा अग्रजहरू लगायत सबै अग्रजहरू लगायत मनमोहनजी, पुष्पलाल मनमोहन अधिकारी लगायत सबै नेतालाई आज स्मरण गर्न चाहन्छु। अब यहाँ एउटा कुरा, आज यो उपस्थित भएको मुख्यमन्त्रीलाई समर्थन गर्न भनेर उपस्थित भएको छु। म केही शर्त राख्छु, केही कुरा राख्छु। यो मुख्यमन्त्रीजीले आज प्रतिबद्धता गर्नुहोस् कि घाइतेलाई सुस्वास्थ्यको कामना गर्छु भन्ने शब्द कहिल्यै नहटाउनुहुन्छ। यसमा हामी गौरव गर्छौं। सङ्घर्षमा गरेका, आन्दोलनमा गएका घाइतेहरूको सुस्वास्थ्य गर्छौं भन्दै 5 वर्ष हामीले सधैँ रोट्यौं, त्योभन्दा अगाडिदेखि रोट्यौं। यो शब्द होइन, घाइतेहरूको पूर्ण इलाज गर्छौं या हुन सकेन भने उसका आश्रित परिवारलाई संरक्षण गर्छौं भनेर आज बोल्नुपर्छ। उहाँले समर्थन त्यसपछि सुरु हुन्छ। अनि अरू कुराहरू, अब केही साथीले भन्नुभयो पार्टीको गुणगान गर्नुपर्छ। बहुदलमा दलमै उभिएर हामी यो ठाउँमा आउँछौँ, त्यसैले अलिकति आफ्ना पार्टीका कुरा गर्नुपर्छ, गर्नलाई बेसी मान्नु हुँदैन। हाम्रो पार्टी चाहन्छौँ 1.5 वर्ष अगाडि यो देशमा संविधानको रक्षाको लागि, लोकतन्त्रको खतराको लागि, गणतन्त्रमा धमिलो लाग्ने स्थिति भएपछि हामीले विद्रोह गरेर आएको पार्टी हामी हौं, अथवा एकीकृत समाजवादी, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी हौं। र त्यो सानो क्रममा 1 वर्ष 5-6 महिना हुँदैछ। यस वर्षमा तपाईहरुको बीचमा सानो संख्या भएर पनि हामी उपस्थित हुन सकेका छौं। हामीले आफ्ना आदर्श बोकेर, आफ्ना उद्देश्य बोकेर, आफ्ना कुराहरू राखेर तपाईहरुको माझमा यो नेपाली राजनीतिमा यस प्रदेशमा हामी उभिएका छौं। होला हाम्रो संख्या कम होला, तर हाम्रो सोच, हाम्रो उद्देश्य, हामीले गरेको कुरोले यहाँ लोकतन्त्र, संविधानका रक्षाका लागि अरूहरूले चालेका पाइलामा हाम्रो विद्रोहले पनि
एउटा बल पुगाएको कुरो तपाईँहरूलाई मैले दोहोऱ्याउनु पर्दैन, तपाईँहरू सबै जान्नुहुन्छ। आज कुरो उठेको छ समर्थन गर्ने, मुख्यमन्त्रीज्यूलाई समर्थन गर्ने उहाँले माग्नु भएको छ। समर्थन गर्ने किन नगर्ने गर्ने, तर यहाँ एक दुईवटा कुराहरू छन्। हिजो उहाँकै पार्टीको सरकार थियो, उहाँ सरकारले काम गर्नु भएन भन्ने कुरो होइन, काम पनि गर्नु भएको छ। तर एउटा मानव जातिलाई वा हाम्रो यो जुन जातिको हामी नेतृत्व गर्दछौँ अथवा मानव जाति नै भने मैले, त्यसलाई दुईटा कुरा प्रमुख हुँदो रहेछ। एउटा कुरो के भने अधिकार, अर्को कुरो भोजन घाँस। यो दुईटै कुरालाई सुनिश्चित गर्नुपर्ने रहेछ। अधिकार अधिकार भनेर कुदाएर यतातिर खान पाएन भने त लङ्गडो हुन्छ, कमजोर हुन्छ, अनि विद्रोह सुरु हुन्छ। तर खेरि खाएरै मस्त भएर पनि अधिकार पाएन भने मानिव यस्तो जात हो, अरू जातभन्दा अरू प्राणीभन्दा उसले अलिक नयाँ कुरा सोध्छ, अधिकार खोज्छ। हो, अधिकार लिने कुरामा केही यो सरकारहरूले, विगत सरकारले काम गर्यो। तर घाँस, बाँस, कपास वा मानिवलाई चाहिने आवश्यकतामा कति काम गर्नुभयो उहाँहरूले, त्यो कुरो उहाँहरूलाई थाहा छ। अब सरकारमै बसेका साथीहरू भन्नुहुन्छ अनावश्यक मान्छे पाल्ने काम गरियो, तर सँगै उहाँहरू हुनुहुन्थ्यो, मैले यहाँ सुने कि यस्ता गर्नु हो भन्ने कुनै कुराहरू आए। कृषिको कुरा गर्यो, कृषिमा भैँसी बाँट्नुभयो, के भयो भैँसीमा, कति दुध दिँदैछ, शहीदका परिवारहरूले कति दुध खाँदैछन्, त्यसको कुरो यहाँहरूले नै सोच्नु होला। म यो चार्ज लगाएको होइन, राम्रै काम गर्नुभएको छ। शहीदका परिवारलाई मोटाउनलाई भैँसी दिनुभएको छ, राम्रो गर्नुभएको छ, मैले आलोचना गरेको छैन। तपाईँहरूले कृषि विकासको लागि ट्र्याक्टर दिनुभएको छ अनुदानमा, कति खेत त्यसबाट जोत्दैछ त्यो फलोअप गर्नुभएको छ कि छैन? अथवा इँटा भट्टा र ढुङ्गा बोक्दैछन् कृषि ट्र्याक्टरलाई, त्यो हेर्नु भएको छ कि छैन? अर्थात् कृषिपट्टि तपाईँहरूले गरेका काम कतिको सार्थक काम गर्नुभएको छ। म यो गर्नुहोस् भन्दैन, तपाईँहरू मूल्याङ्कन गर्नुहोस् कि कृषिमा हामीले जो गर्यौँ त्यो ठिकै नेपाल नभनौँ, हाम्रो मधेसको कृषिमा माथि उठाउने काम गऱ्यौँ भने कति पर्सेन्ट गरेका छौँ? गऱ्यौँ न भने कति पर्सेन्ट तल छौँ? हो, यसबाट सुरु हुन्छ। तपाईँहरूले बेरोजगारीमा, रोजगारी सिर्जना गर्ने काममा कति गर्नुभयो? विगतमा रोजगारी सिर्जना गर्ने काममा के कामबाट रोजगारी सिर्जना गर्ने प्रयास सुरु गर्नुभएको थियो, त्यो लिस्ट सुनिएन। रोजगारी सुन्दा त विगतकै मन्त्रीमण्डलको केहीजनाले केही आयोगहरू दुई चारवटा खोलेर भर्ती पालन गर्नुभयो भन्ने पनि सुनिए यहाँ। तर रोजगारीको अवसर सिर्जना गर्ने कृषि क्षेत्रमा हो कि औद्योगिक क्षेत्रमा हो कि सडक मजदुर बनाउने भयो कि वा अरू कुनै शैक्षिक बेरोजगारहरू खोल्नेमा वृद्धि हो, कुरा त्यो गरौँ। हो, यहाँहरूले क्याम्पस खोल्नु भएको छ, विश्वविद्यालय खोल्नु भएको छ, के गर्दैछ त विश्वविद्यालय? विद्यार्थी पढाउँदैछ? के गर्दैछ? नगरेको होइन, तपाईँहरूले गर्न थुप्रै कुरो खोज्नुभयो, तर उपलब्धि के पायो? यो हो मूल्य। यो फेरि यसो किन भन्दैछु म? विगतको सरकारलाई आलोचना गर्दैछु? होइन, त्यस्तो नसोच्नु होला कृपया। म त यो नयाँ आउने सरकारलाई यो सब कुरो सुनाउँदैछु, यसबाट उहाँले शिक्षा लिनुहुन्छ होला भन्ने पो लागेर मैले त्यसरी भनेको। आलोचना बिल्कुल गर्दैन म। विगतका मान्छेलाई गएको मान्छेलाई आलोचना गर्नु हुँदैन, मलाई थाहा छ। तत्काल मैले आलोचना गरेका थिएँ, त्यो बेलामा पनि म त्यो बेलामा थिएँ, समर्थन गरेको थिएँ, धेरै कुराहरू भएको थियो, म त्यो कुरा यहाँ दोहोऱ्याउन्न। तर आउने सरकारले यहाँ अहिले भ्रष्टाचार हुन दिन्न भन्नुभयो।
यो त के साँच्चै भन्नु हो मुख्यमन्त्रीले अहिले? यो सबैले भने। उता काठमाडौँतिरका प्रधानमन्त्रीजीहरू पनि आउँदा आउँदै त्यही भन्नुहुन्छ। तर यसलाई व्यवहारमा लागू गर्नको लागि के कार्यक्रम छ त्यो मुख्य कुरा हुन्छ। नभए सीताराम जैविका मासके कुटी तरे त हुन्न। त्यो कुरामा मैले निवेदन गरेँ। फेरि यो गरेर यस्तो भनिरहँदा मैले शङ्का चाहिँ गरेको होइन है। किनभने उहाँ सभामुख हुनुहुन्थ्यो, म यहाँ मान्ने थिएँ, उहाँको इमान्दारिता राम्रो थियो। तर अवसर नपाएर हो कि उता गएपछि अवसर मिल्छ कि यहाँ अवसर नपाएर त माछा मासु घरमा नपाकेको दिन आई त हम वैष्णवै थिए भने जस्तो हो कि। त त्यस्तो हो भने तर म विश्वास त्यस्तो गर्दिनँ। म उहाँलाई विश्वास गर्छु। उहाँले उहाँको आजसम्मको हेरेको 5 वर्षको मेरो उहाँसित जो सम्झित थियो त्यसमा मैले देखेको छु उहाँ इमान्दार हुनुहुन्छ, साहसी पनि हुनुहुन्छ, उहाँ कार्यकुशल पनि हुनुहुन्छ है। केही राम्रा गुणहरू छन्। संसदको विभिन्न समस्यालाई बडा कार्यकुशलताको साथ बडा हाँसी हाँसी समाधान गर्ने गुण पनि छ उहाँको। त्यो गुण चाहिँ सरकारमा लागोस्। त्यो जुन विद्या यहाँ थियो त्यो त्यहाँ जाओस्। जुन हिसाबले तपाईँले एकचोटि धेरै मान्छेको पेमेन्ट नहुँदा गडबड हुँदाखेरि जुन हिसाबले हिसाब जोडेर पेमेन्ट पनि गराउनु भएको थियो र भ्रष्टाचार पनि त्यहाँ कम गर्नुभएको थियो, त्यो काम चाहिँ सरकारमा पनि तपाईँ गर्नुहुन्छ भन्ने विश्वास पनि छ कि। त्यही विश्वास र शङ्काको द्वन्द्वको बिचमा म उभिएको छु। धेरै भन्दिनँ। आज धेरै कुरा गरेर यो गर्नुपर्छ ऊ गर्नुपर्छ भन्दा तपाईँहरूको नीति कार्यक्रम वा प्रिय नीति कार्यक्रमको आउने बेलामा बोलौँला। के विषयमा तपाईँहरूले के गर्नुहुन्छ, के गर्नु पर्ला वा तपाईँहरूले के ल्याउनुहुन्छ, त्यसमा के कमी छ अथवा के थप्नुपर्छ, केही चिजमा सेब्बासी र केही चिजमा विरोध गरौँला। आज म धेरै गर्दिनँ। त आज मैले खालि यति सम्झाइदिएको हो, याद गर्नुहोस् गत सरकारले कति राम्रो काम गर्नुभएको छ। मलाई लाग्छ अधिकारको क्षेत्रमा लडाइँ लड्नु भएको छ। बेटी पढाऊ बेटी बचाऊ भन्नुभयो, तर त्यो नारा मात्रै छ, तल बेटी न बचेको छ न पढेको छ। तर भन्नुभएको छ। मलाई त्यसमा धन्यवाद किन दिन चाहन्छु भने भन्नु त भयो। धेरै मान्छे त्यो भन्दैनन्, भन्नु त भयो। त्यसकारण उहाँलाई म धेरै अब्जस दिन चाहन्न। उहाँले धेरै कुरा गर्नुभएको छ। प्रहरी ऐन बनाउनु भयो, प्रहरी राख्न सक्नु भएन। के हो भने म के भन्छु भने फेरि यो नयाँ सरकार मुख्यमन्त्रीलाई पनि म अलिकति सल्लाह दिन चाहन्छु। कमे पूंजी में ढंग से जे घर चलबै छै से गार्जियन कुशल गार्जियन होइ छै। बड़का धन होय आ सब लटपट में उड़ा दी और धिया पुता नंगे रही तो वो गार्जियन न ठीक होइ छै। तो से हिसाब से हाम्रो साधन सीमित साधन स्रोत में कुशलतापूर्वक मैनेजमेंट गरेर बेरोजगार को संबंध में कृषि को आधुनिकीकरण बजारीकरण र उद्योगीकरण को क्षेत्र में त्यस्तै गरिकन शिक्षा में खाली बोर्ड झुन्ड्याउने होइन, गुणस्तरीय शिक्षा बढ़ाउनमा यी सब कुरामा यो सरकारले गर्छ, गर्नुपर्छ र गर्छ भन्ने विश्वास पनि राख्दछु। र त्यस्तै गरिने स्वास्थ्य क्षेत्रमा के गर्ने? अब स्वास्थ्य धेरै राम्रो गरे पनि भन्नुहुन्छ, तर घाइतेको स्वास्थ्य सधैँ स्वास्थ्य लाभको कामना मञ्चमा गर्नुहुन्छ। अनि अरूको के भयो होला? म गाउँमा जान्थेँ, बुढी आमाहरू भन्नुहुन्थ्यो, बौआ हो डाँडे नचल हे बहुते दिन भागेले, बौआ हो तोर कका त थाइटिस के बीमारी छ अथवा खोक्ने बीमारी छ, थाइटिस के बीमारी छ, केना हेते भन्नुहुन्छ।
अनि कतै स्कुलमा देख्छु स्थिति त्यस्तो छ। स्कुलमा जान्छु, मास्टर साहब भन्नुहुन्छ विद्यार्थी आउँदैन, विद्यार्थीको गार्जेनलाई सोच्छु मास्टर साहबहरू नै हुनुहुन्न, आदि इत्यादि धेरै गुनासो छन्। तर मधेसले हामी जहिले पनि हाउसमा के भन्छौँ भने मधेस जननी हो, के को संहिताको हो नि, आन्दोलन भएको हो मधेसमा, कुरो साँच्ची हो। तर किन संहिता किन भयो भने हाम्रो शासन हामी गर्न पाउँछौँ र हामी अगाडि बढ्छौँ। त्यो शासन गर्ने विश्वासको साथ तपाईँ हामीलाई यस यहाँ पठाएको छ, हामी विश्वासघात गर्छौँ भने कस्तो ठुलो पापी हुन्छ। मैले यो भनिनँ तपाईँहरू पापी हुनुहुन्छ वा तपाईँहरूले पाप गर्नुहुन्छ भने फेरि भनिनँ, एउटा कुरोमा ल्याएको यो एउटा त्यसै सबै हिसाब किताब गर्नुहुन्छ भन्ने विश्वास छ। धेरै लामो नबोलौँ आजको दिनमा, अब धेरै लामो बोलेर हुँदैन। यी सब कुरालाई तपाईँहरूले गर्नुहोस्, यो सबै कुरा विश्वास भएर हामी समर्थन गर्दछौँ। तर हामी विपक्षमा बसेर, किनभने सबैले समर्थन गरिदियो भने तपाईँहरू निरङ्कुश हुनुहुनेछ, त्यसैले हामी विपक्षमा बस्छौँ। हामी सरकारमा जान्नु, हामी भनेको भने हामी सबै हलको कुरा गर्दिनँ। मेरो पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको कुरा गर्दैछौँ र त्यो दलको तर्फबाट मैले दुईटा कुरा राखेँ, तपाईँहरूलाई विश्वास गरेको छु। मुख्यमन्त्रीको विगत कालको इतिहास हेरेर आशा छ र अरू मन्त्री पनि देख्छु, युवाहरू अलिक ऊर्जाशील हुनुहुन्छ, त्यस हिसाबले विश्वास गरेर समर्थन गर्दछु। अर्को कुरो, समर्थन गरेर निरङ्कुश छोडिदियो भने यो लोकतन्त्रमा रमाइलो हुँदैन। तर लोकतन्त्रको रक्षाको लागि पनि हामी प्रतिपक्षमा बस्छौँ भन्ने कुरा गर्दै तपाईँहरू सबै साथीलाई मेरो तर्फबाट, मेरो पार्टीको तर्फबाट राम्रो काम गरौँ भन्ने शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद, नमस्ते। मान्य श्री कञ्चन बिच्छा। माननीय सभामुख महोदय, म र मेरो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई विश्वासको मत दिँदैछु र साथै उहाँलाई हार्दिक बधाई तथा कार्यकालको शुभकामना दिँदै बिदा हुन्छु। धन्यवाद। मान्य श्री बिमला अन्सारी, तर्नुम। धन्यवाद। माननीय सभामुख महोदय, सर्वप्रथम त माननीय सभामुख र माननीय उपसभापति ज्यूलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु। माननीय मुख्यमन्त्रीज्यूले प्रदेश सभाका सदस्यहरूसँग विश्वासको मत माग्दै आफूले गर्ने कामहरूको वाचा गर्नुभएको छ। ती वाचाहरू उहाँ र उहाँको सरकारले पुरा गर्नेछ र जनताले यसको मूल्याङ्कन गर्नेछ। तर उहाँको प्राथमिकतामा रहेका कुराहरूमा केही मैले ध्यान आकर्षित गरेर आफ्ना बुदाहरू भन्न चाहन्छु। संहितालाई अधिकार
सम्पन्न र बलियो बनाउँदै जाने, संघीयता विरोधीहरूको सबै षड्यन्त्रहरूलाई परास्त गर्दै मध्य प्रदेशलाई अधिकार सम्पन्न र विकसित बनाउन संघीय शासन प्रणालीमा मौद्रिक सुरक्षा र परराष्ट्र नीति बाहेक अन्य अधिकार प्रदेश सभाले प्रयोग गर्न पाउनुपर्छ। मध्य प्रदेशभित्र अति नै पिछडिएको दयनीय अवस्थामा रहेको दलित, मुस्लिम, थारू र निषाद समुदायको विकास र उत्थानका लागि ठोस योजना बनाउनुपर्छ। हाम्रो सबभन्दा ठुलो शत्रु र गम्भीर चुनौतीको रूपमा रहेको भ्रष्टाचार नियन्त्रण गर्न ठोस र प्रभावकारी व्यवस्था गरी भ्रष्टाचारीहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ। कृषि उपजमाथिको बिचौलिया प्रथाको अन्त्य गर्न कृषि सहकारी बजारको विकास एवं विस्तार गरियोस्। साथै भण्डारण गर्न क्षेत्रगत रूपमा शीत भण्डारणको स्थापना गरियोस्। कृषक परिचय पत्र लागू गरी 25 वर्ष कृषि गर्ने कृषकलाई पेन्सनको व्यवस्था गरियोस्। मेडिकल विश्वविद्यालयको स्थापना गरी प्रदेशमा अन्तर्राष्ट्रिय स्तरका मेडिकल कलेजहरूको स्थापना गरी विशिष्ट अस्पतालहरूको समेत सञ्चालन होस्। मदरसा शिक्षालाई मदरसा विधेयकमा ल्याई संसदबाट पारित गरी मदरसा शिक्षालाई अन्य विश्वविद्यालय सरह डिग्रीको मान्यता होस्। मुस्लिम समुदायलाई शिक्षाको मूल धारमा ल्याउन र सहज रूपमा उच्च स्तरीय शिक्षा उपलब्ध गराउन उर्दू विश्वविद्यालयको स्थापना गरियोस्। महिलाहरूलाई आत्मनिर्भर र शिक्षित बनाउन उनीहरूमाथि भइरहेको सबै खाले महिला हिंसा र दाइजो प्रथा, कुप्रथाहरूको अन्त्यको लागि कडाभन्दा कडा कारबाही गरियोस्। बेटी पढाओ बेटी बचाओ अभियान झन प्रभावकारी बनाउन हाम्रो मध्य प्रदेशभित्र महिलाहरूलाई यात्रा निशुल्क बस भाडाको व्यवस्था गरियोस्। किनकि हाम्रो पार्टीको छाप पनि बस छाप हो। र अन्त्यमा माननीय मुख्यमन्त्री सरोज कुमार यादवज्यू र नवनियुक्त माननीय मन्त्रीज्यूहरूको पूर्ण रूपमा सफल स्वर्ण कार्यकाल होस् भनी शुभकामना दिँदै म आफ्नो र आफ्नो दल नेपाल संघीय समाजवादीको तर्फबाट उहाँलाई विश्वासको मत दिँदै बिदा हुन चाहन्छु। धन्यवाद। मान्य श्री उर्मिला देवी सिंह। धन्यवाद। सम्मानीय सभामुखज्यू, सम्मानीय मुख्यमंत्रीज्यू, विश्वास के मत हम देवे लगी चाहिए अपन पार्टी ओरी से, नागरिक उन्मुक्ति पार्टी ओरी से सरोज कुमार यादव के समर्थन करी छी। अब सफल कार्यकाल के शुभकामना भी दै छी। अब रह गेल माननीय रेशम चौधरी के लगायत राजबंदी सबके लागी जल्दी से जल्दी पहल कर देवे के लागी अनुरोध कर रहल छी। अब महिला जैसे स्वयंसेविका सब भे गेलै, महिला दीदी बहिन सब लगभग 20-25 वर्ष से आज उ सब खाली गोष्ठी भाता में काम कर रहल है। तो ओकरा लागी तंका सोच देवे पड़लै, सरकार से तंका हमर ध्यान आकर्षण करा रहल छी। के लागी तो उ सब खाली गोष्ठी के भाता में काम कर रहल है, कुछ न कुछ व्यवस्था कर देवे के पड़लै। कहला तो सरकार के 2000-4000 कितना पैसा माने व्यर्थ हो गल होत। लेकिन आज तक माने महिला दीदी बहन सब जो स्वयंसेविका सब है अभी ओहने काम कर रहा है। आशा लेके जे कब सरकार हमर तलब कह देत, भाता कह देत कह के ओहि के लागी व्यवस्था कह देवे के पड़लक। सरकार से आग्रह है। इहे कहित हम 2 शब्द समाप्त करी छी। धन्यवाद। जय नागरिक। माननीय श्री प्रमोद कुमार जायसवाल। माननीय सभामुख महोदय, सबसे पहले हम सभामुख जी, माननीय सभामुख जी, माननीय उप सभामुख जी के हार्दिक बधाई देवे के चाहता नहीं और सफल कार्यकाल के शुभकामना देवे के चाहता नहीं।
बिहान बलिदानी दिवस बा, उस चीज के याद करते हुए ज्ञात अज्ञात शहीद सब प्रति श्रद्धांजलि अर्पण करतानी और नागरिक जेकरा वोट से जीत के हमने यहाँ आज आयल बनी सन, आज जौन हमनी के माननीय मुख्यमंत्री जी विश्वास के मत लेवे खतरा हमरा के विश्वास के मत देवे के पड़ल कह के इस सदन में अनुरोध कैले बनी, सब कोई से अनुरोध कैले बनी। ये चीज लाखों लाख जनता देख रहा बानी लोग और इस सरकार से बहुत बड़का आशा और भरोसा कर रहा बानी। वहाँ सबके याद करते हुए कुछ भरोसा और आशा के साथ, जैसे कि यहाँ सब राजनीतिक दल से कनिए लोग हम दल के में सलाह करके समर्थन करता नहीं, लेकिन हम स्वतंत्र बनी ऐसे नागरिक के सरसलाह सवेरे से बहुत लोग से राय विचार करके और पूरा खुशी के साथ इस सरकार के समर्थन करता नहीं और ये भरोसा के साथ करता नहीं कि फिर हम दोहरावे के चाहे किसान के समस्या मॉल खाद के त्राही मामबा, बाद में मॉल खाद देला से कोनो कुछ ना होई, अभी जरूरत बा किसान के। हम अनुरोध करें मुख्यमंत्री जी से और सरकार से कि आज विश्वास के मत लेते मात्र वीरगंज में कृषि सामग्री संस्थान में मॉल खाद एगो तो कम आयात भैला के कारण से किसान के नहीं मिलत, लेकिन दुर्भाग्य वहाँ आयल बा मॉल खाद लेकिन बिक्री वितरण में रोक लगावल बा। काहे रोक लगावल बा? कृपया करके इस सरकार एक बेर पर ध्यान दो और वहाँ जल्दी से जल्दी किसान के मॉल खाद उपलब्ध कराओ के। गोदाम में बा, आज सवेरे हम बात करनी है, गोदाम में बा, लेकिन नया मंत्री जी आयल बनी, आदेश हुई तो 2 दिन में खुली। ये चीज किसान बर्दाश्त ना करी। किसान वैसन का अवस्था आयल तो आंदोलित हुई और ओकर नेतृत्व हमने जैसा आदमी के करे के पड़ी। ऐसे हम अनुरोध करें सरकार से ए पर जल्दी से जल्दी रुआ लगिन अपन एगो कुशल नेतृत्व करता बनी, ए पर ध्यान जाओ। विकास और सेवा सुविधा में सार्वजनिक सेवा में नागरिक के सहज पहुंच बनाओ खतरा ई सरकार बढ़िया से काम करी करके विश्वास और भरोसा नागरिक के बा और उस भरोसे के साथ हम समर्थन करता नहीं। शीतलहर के समस्या पर ध्यान अभी भी बहुत लोग के नहीं जात, लोग के तापे के लकड़ी तक ले नहीं मिलत और कम्बल उम्बल के व्यवस्था कहीं ना कहीं से करे के और करावे खतरा हम अनुरोध करें इस सरकार से। ये बहुत बड़का समस्या बा और ए पर ध्यान जाओ। जनकपुर में घाम लागता लेकिन अभी भी रुआ लगिन फोन करके पूछी पश्चिम मधेश में अभी शीतलहर बा, रुआ लगिन ध्यान देवल जाओ ए पर। एक खतरा हम अनुरोध करें युवा लोग के रोजगारी और नागरिकता के समस्या, नेपाली नागरिक के नागरिकता मिले के चाहिए, ये हमार मान्यता है, ये प्रदेश के मान्यता है। एकरा पर सब पार्टी एकमत जब बा तो एकरा पर इस सरकार एकजुट होकर काम करो। यहाँ लगिन कहनी है कि कबो कबो संहिता बचावे के खतरा संघर्ष में राजनीतिक दल ऊपर के नेता लोग खिसिया जाए कि कह के कबो कबो मजबूरी होला, धर्म संकट होला, लेकिन हम अनुरोध करें कि हमने जिसंगा स्वतंत्र से अगर रहुआ अपना दल के ऊपर के नेता लोग के खिसियाए के कोनो जगह पर तंका धर्म संकट लखन महसूस होके तो हमनी बानी सन, हमनी वो आवाज सशक्त रूप में उठाएम सन और जथी करे के प्रति करेम सन। वो खतरा रउआ लाइन के साथ बानी सन। संहिता विरोधी के बारे में बेसी चिंता करे के जरूरत हमरा नहीं लागत, चिंता ना कर जाओ। गिद्ध नजर राखे वाला संहिता के ऊपर गिद्ध नजर राखे वाला वही शर्त पर भुला जाई लोग, वो हरा जाई लोग जब हमनी के जनता के मन जीते वाला काम कल जाई, जब हमनी के जनता के मन जीते वाला विकास के काम और व्यवहार दिखावल जाई तो वैसन का संहिता के विरोध करे वाला एकात्मक शासन प्रणाली के पक्षधर लोग, शासन लाद के जनता के दुख दे वाला नियत वाला शासक लोग के जवाब तो रौरा जब आगाड़ी बढ़े रउआ संगे संगे करोड़ों जनता साथ रही और उस जनता के मन जीते वाला काम कर जाऊं, चनाखो रह जाऊं, लेकिन अपन काम और व्यवहार से जनता के मन जीते वाला काम कर जाऊं। ये कहते हुए अंत में हम इस सरकार के ई कह के शुभकामना देवे के चाहें कि विकास सब कोई करेला लेकिन पद्धति महत्वपूर्ण हुए। सहभागितामूलक विकास के जौन एगो अवधारणा बा ओकरा के मद्देनजर रख के जनमुखी विकास पद्धति हमने अवलंबन करता निसन। जनता से चुनल, जनता से समस्या बुझ के जनता के बनावल योजना और जनता के अगुवाई में अगर हमने काम करता निसन तो राउर हमर कैल काम के ऊपर प्रश्न अगर उठबो करी तो जनते जवाब दी, नागरिके जवाब दी, उ कल्चर के विकास कर जाऊं। हमनी भी रोवा लाइन के साथ बानी सन, सरकार के साथ बानी सन, जहां जरूरत पड़ी
संज्ञा किसिम के विधि प्रक्रिया के सहजीकरण करे खतरा और काम करे खतरा सदैव वाले के साथ बानी सन। ई आशा और भरोसा दिवाते हुए ई सरकार के जोरदार समर्थन करे के चाहता नहीं। बहुत बहुत धन्यवाद। मान्य श्री सुरीता कुमारी शाह। माननीय सभामुख जी, आज हम लोग सभामुख जी, उपसभामुख जी पा चुके हैं। इसके लिए आप लोगों को बहुत बहुत शुभकामना। साथ ही यहाँ आज मदेश का ये बलिदानी दिवस है। आज उन बलिदानों को जो 2063 के बाद पहला मदेश आंदोलन हुआ, उस समय रमेश महतो की हत्या आज ही के दिन हुई थी। 3 गते और 4 गते हम लोग मदेशी पार्टी इस बलिदानी दिवस को मनाते हैं। और हमारे पूर्व वक्ता साथियों ने भी एक बात कहा, मैं यहीं पर इसी हाउस से उन लोगों को सत नमन करती हूँ और श्रद्धांजलि सुमन अर्पित करती हूँ कि आज फिर हम लोग मदेशी पार्टी के तरफ से ही मुख्यमंत्री पा रहे हैं। मैं उन सभी को धन्यवाद करती हूँ। सबसे पहली बात कि हमें मदेशी शहीदों को सिर्फ याद ही नहीं करना पड़ा, उन प्रतिष्ठानों को जो उनके परिवार को संरक्षित कर सके, सुरक्षित कर सके, उनकी बातों को सुन सके, उनकी आवाज़ों को जगह तक उन्हें स्थापित कर सके, इन सभी बातों को भी ध्यान देने की आवश्यकता है। और आज इस सदन में मैं मुख्यमंत्री जी जो हमारे हैं, उन्हें मैं सरकार आपकी तरफ से सरकार से अनुरोध करती हूं कि इस विषय में सबसे पहले हमें कुछ न कुछ करना पड़ा। पहले की भी सरकार कर चुकी है, लेकिन कार्यवाहन पक्ष कमजोर रहा है, हम लोग को पता है। मैं आज बहुत सारी बातों के साथ सिर्फ उन बातों को मैंने अभी पूर्व वक्ता साथियों की बहुत सारी बातें सुनी। मुझे तो कुछ बातों को देखकर इतना हंसी आ रहा था, सुनकर भी हंसी आ रही थी कि आप अगर इस जगह पर पहुंचे हैं, ये संघेता, ये जननी जो मदेश भूमि है हमारी, इस भूमि को नमन कीजिए। जो आज हम मदेशी सिर्फ देखने के लिए जगह पर पहुंचे हुए थे, लेकिन इस भूमि को आज आप अपनी आवाज दे रहे हैं, तो वो जगह मदेश ही है, ये प्रदेश ही है, ये संघेता ही है जो मदेश आंदोलन का देन है, मदेश विद्रोह का देन है। और इन जननी को हम नमन करते हुए आगे बढ़ें। हमें उस बात को स्वयं में ही महसूस करना पड़ेगा। हम बड़ी बड़ी बातें करके गए, हमारा ये मध्य प्रदेश का ये मुख्यमंत्री जो बन रहे हैं हमारे माननीय सरोज कुमार यादव जी, उनके साथ मेरा पूर्ण विश्वास का मत है। पहले भी मैं दे चुकी हूँ, आज भी मैं अपना मत उन्हें देती हूँ। साथ ही मैं एक बात का पूर्ण रूपेण ये कहना चाहती हूँ कि मुख्यमंत्री जी, ये आपका चुनौती है। ये चुनौती इसलिए है कि केंद्र की सरकार में मुख्यमंत्रियों का पद जिस तरह से स्थापित हुआ, मंत्रियों को बांटा गया, वह मदेश को कितना सुरक्षित करके देखा जा रहा है। आप और हमारी जनता, हम लोगों ने, हमारा मध्य प्रदेश ने उन्हें तो संबोधन किया। कांग्रेस, एमएलए, माओवादी, बड़ी बड़ी पार्टियों को हम लोगों ने संबोधन दिया, उन्हें मत दिया, मत का भार भी दिया। लेकिन उन लोगों ने हम लोगों को कहां पर संबोधन किया है, इन सभी बातों को गौर करने की आवश्यकता है। हम आज भी वहीं पर खड़े हैं जहां हमारा आंदोलन शुरू था, जहां हम खड़े थे वहीं पर खड़े हैं। विडंबना की बातें हैं, हमसे फायदा लेके आज भी वो जगह पर पहुंच गए, लेकिन हम एकजुट होकर इस फायदा को नहीं उठा पा रहे हैं। हमें फायदा उठाने की आवश्यकता है। समर्थन और विपक्ष में बैठना, इन सभी बातों को तार्किक रूप में मैं महसूस कर सकती हूँ, हमारी जनता महसूस कर सकती है। लेकिन हमारा ये समाधान कोई अध्यादेश के द्वारा लाया हुआ था नागरिकता का मुद्दा, कोई विधेयक के द्वारा नागरिकता का मुद्दा लाया। ये बड़ी बड़ी पार्टियां, हमारे ये हमारे जो आज भी प्रधान जी हमारे प्रधानमंत्री बने हुए हैं, उनकी भी बातें और सर्वोच्च की बातें, ये चारों पार्टियों की बातें एकजुट होकर हमारे साथ विभेद करती आई है और विभेद कर रही है। नागरिकता हमारी समस्या है,
संविधान में हमें जो मौलिक हक दिया गया था, उस हकों को किस तरह तोड़ मरोड़ कर 2072 साल के संविधान में भी पेश किया गया। आज भी हमारा वहां विरोध है और हमारी जनता, हमारे बाल बच्चा, युवा आज भी पीड़ित हैं। आज मंत्रालयों का जिस तरह, केंद्र में मंत्रियों का जिस तरह बांट फाट हुआ, मुझे लगता है मधेसी मंत्री, मधेसी लोग इतने सक्षम ही नहीं है जो हम लोग को विकास करने वाला मंत्रालय, हमें स्थापित करने वाले मंत्रालयों में मधेसियों को, चाहे वो आपकी ही पार्टी एमआलए क्यों ना हो, आपकी ही पार्टी माओवादी क्यों ना हो, उन्हें स्थापित किया गया रहता। आपकी ही पार्टी जनमत ही क्यों ना हो। मैं इन सभी बातों को इसलिए आज कह रही हूं कि आज मौका भी है और जगह भी है। हमने बहुत सारे नेताओं का, यहाँ पर मेरा अंतिम भाषण चल रहा है, आज लगता है भाषण ही कहना पड़ेगा, क्योंकि बहुत सारी नेताओं की यहाँ मैंने बातें सुनी है। उनकी बहुत बड़ी पार्टियों की बातें, बहुत बड़े बड़े आंदोलनों की बातें, जन आंदोलन, जन युद्ध, बहुत सारे आंदोलनों की बातें सुनी, लेकिन मधेश की पृष्ठभूमि एक ही है, वो है मधेश आंदोलन, मधेश के विद्रोह, मधेश को स्थापित करने के लिए संघीयता की लड़ाई गजेंद्र नारायण सिंह जी की और बहुत सारे हमारे नेताओं ने बड़ी बड़ी पार्टियों को छोड़कर मधेश को स्वीकार किया और मधेसी पार्टी में राष्ट्रपति, उपराष्ट्रपति और बड़े बड़े पदों को छोड़कर इस पार्टी को ज्वाइन किया, क्योंकि उन्हें लगा कि उन सभी पार्टियों में पदीय दायित्व तो दिया जा सकता है, लेकिन मधेसियों को अधिकार संपन्न नहीं किया जा सकता। उन्हें समृद्ध मधेश का जो सपना उन्होंने देखा था, जो कानूनी रूप में काजवहन पक्ष उन्होंने देखा था, वो हम लोग सिर्फ सरकार को समर्थन और विमर्शन कर में ही लगा दिया। तो हमारी सरकार को पहले भी बहुत सारी चुनौतियां थी। हमारे युवाओं, महिलाओं, उत्पीड़न में पड़े हुए हम पहचानवादी शक्ति जो आज भी अपहचान के रूप में, अनागरिक के रूप में हमारे साथ हैं, तो इन सभी बातों को संबोधन करने की और केंद्र सरकार से मांगने की आवश्यकता है। सुशासन, स्वशासन की बातें किताबों में ही करें, हमारे देश में ये चलने वाला नहीं है। अभी बहुत सारी ऐसी कानूनी प्रथाएं हैं जहां हमारा काजवान पक्ष ही इतना कमजोर है। मुझे एमआलए के डोन मानी पटेल जो हमारे मुख्यमंत्री थे, बागमती के मुख्यमंत्री पहले बने, मैं उनसे एक दिन भेंट की तो मुझे अच्छा लगा। क्यों? कि उन्होंने कहा जो मध्य प्रदेश का आपका जो ये प्रदेश 2 है, ये प्रदेश 2 के माननीय लोगों ने, आपके सभामुखों ने, आपके मुख्यमंत्री जी ने कानून लाकर हमें मजबूत करने की अवस्था दी। इसका मतलब उनके मन में ये भाव था कि ये केंद्र की सरकार संघीयता को कमजोर करने के लिए, राज्य को कमजोर करने के लिए, हर एक अवस्था में अपनी बातों को प्रूफ करने के लिए उन्होंने हमेशा दबा कर रखा और दबाने की बात ही की। तो इन दबानों की बातों में फिर भी हमारा यह मध्य प्रदेश जागरूक है और हम लोग इस मध्य प्रदेश को बनाएंगे सब कोई मिलकर। मुझे ये पूर्ण विश्वास है, क्योंकि ये गठबंधन की सरकार, ये सभी कोई का मिलकर आज मुख्यमंत्री जी को सभी लोगों ने पूर्ण रूप से उनके व्यक्तित्व, उनके व्यवहार, उनके कार्य प्रणाली को देकर समर्थन दिया है। तो मैं इन सभी बातों को, मैं भी इस बात को मानती हूं कि हमारे नए मुख्यमंत्री जी इन सभी बातों को पूर्ण भी करेंगे, लेकिन वो तभी पूर्ण कर सकते रहेंगे जब हमारी लड़ाई केंद्र से जब होगी। तो हमारे ये गठबंधन में जो भी पार्टी हो, इस समर्थन में जो भी पार्टी हो, जिनकी भी सरकार हो, लेकिन लड़ाई अगर लड़ना है तो प्रूफ करके दिखाना पड़ेगा कि ये लड़ाई में हम लोग उनके साथ हैं, और तभी हमारा ये मध्य प्रदेश को समृद्ध मधेश और पहचान सहित का मधेश, उत्पीड़न में पड़े हुए लोगों का ये मधेश, जो मधेसी शहीदों का सपना जो हम लोगों ने देखा इतने बड़े आंदोलन के बाद, 6 महीना के संविधान सभा के आंदोलन के बाद भी हम उन लोगों ने जो आंदोलन किया, उन सभी शहीदों को संपन्न करते हुए इस मधेसी शहीदों, इन बातों को सभी कोई को मिलकर एकजुट होकर अगर हम नहीं बना पाएंगे तो हम लोग सिर्फ सपना में ही देखेंगे कि ये संघीयता है। बहुत बड़ी बड़ी बातें हैं हमारे केंद्र में। जो लोग संघीयता विरोधी हो मेन पद पर अभी हैं, इसीलिए हमें लड़ाई लड़ के जम के लड़ना पड़ेगा। मैं यहाँ उपस्थित सभी
प्रदेश के साथियों को आपके मार्फत सभामुख जी अनुरोध करती हूँ कि ये एकजुटता में हम लोगों ने आज जो समर्थन की बातें की वो एक सापेक्षिक रूप में आगे बढ़ेगा और हम लोग एकजुट होकर इस मध्य प्रदेश को बनाएंगे। मेरा समर्थन मुख्यमंत्री जी के साथ विश्वास का मत है। मैं स्वतंत्र उम्मीदवार सुमित्रा मान्य सुनीता शाह हूँ और मेरा समर्थन उनके साथ है। साथ ही इन मदेशियों को, शहीदों के सपनाओं को साकार करने के लिए, मदेश आंदोलन के मर्म को समझने के लिए हम लोग जो यहाँ पहुँचे हैं उन्हें सत सत नमन करते हुए मैं आप लोगों में जय मदेश का अभिवादन करती हूँ। जय मदेश। धन्यवाद। माननीय श्री रानी कुमारी तिवारी। सभामुख महोदय, सबसे पहले आज हम सब बलिदानी दिवस के ठीक एक दिन आगे और हाउस में उपस्थित छी। एहि सबसे पहले वही शहीद सबके हार्दिक हार्दिक श्रद्धांजलि व्यक्त करे। अभी जो नवनिर्वाचित सभामुख उपसभामुख निर्वाचित भेलन हुनका सबके शुभकामना तथा कार्यकाल सफल रहे ई बधाई और शुभकामना दैत हम अपन शब्द के शुरू करे छी। ओना आई हम सब मुख्यमंत्री जी के विश्वास के मत प्राप्त करे के लेल आई जे प्रस्ताव रखलन वही पर हम सब छलफल कर रहा छी। बहुत सारा दल अपन अपन विषय रखलखिन। मुख्यमंत्री जी जे आई व्यक्ति छथिन उ काल भी एहि सभा के सभामुख के रूप में हमरा सबके बीच में परिचित छथिन और हुनका जौरे हम सब बहुत नजदीक से काम करे के मौका हमरा सबके मिलल है और ये विश्वास के साथ हम सब पुनः आगामी दिन में भी हुनकर जे कुशलता जे तरीका से हाउस के चलावे के काम कैलखिन ओहू में खास कहब तो कभी कभी तो जे सरकार के काम रहे जे जटिलता रहे ओहू में वो अपन भूमिका निभेलखिन और वही समस्या सबके हल करे के काम में हुनकर महत्वपूर्ण भूमिका हम सब देखले छी। एके लेल हम सब विश्वास रखे छी जो आगामी दिन में भी हुनकर भूमिका महत्वपूर्ण रहते। लेकिन कुछ बात सब जरूर उठावे के मन है। एगो बात जरूर कहे के चाहे मुख्यमंत्री जी के, जे मुख्यमंत्री जी सत्ता पक्ष में भेल, यहाँ के सरकार के पक्ष में भेल, पार्टी हो या सांसद हो, उ वहाँ के विरोध में आवाज उठवे छे, एकर मतलब वहाँ के विरोधी नहीं छे, ये मान लेबै। हम ही बुझी छी अगर हमर बुराई अगर हमरा सामने में कोई करे छे तो हमर सबसे बड़का मित्र है। अगर हमरा आगाड़ी में मीठ मीठ बात करे छथिन और पीछा में हमर बुराई करे छथिन उ सबसे बड़का दुश्मन होय छै। वही से बच के जरूर रहब। आगू में मीठा मीठा बात करे वाला अहाँ के मित्र है, ई बात नहीं समझब। विगत में भी हम सब सत्ता पक्ष रह के काम कैली और सत्ता पक्ष के सांसद भेला के बावजूद सत्ता पक्ष के प्रदेश सभा सदस्य के हैसियत में रहत भी हम सब विगत के दिन में भी वास्तव में कहबै तो जे सत्ता विपक्ष में रहतीन हुनका सबके भूमिका भी हम ही सब निर्वाह कैली। हुनका सबके जो भूमिका दिखाई देवे के चाही वो भूमिका हुनका सबके नहीं दिखाई दिले। लेकिन हम सब सत्ता पक्ष के जो प्रदेश सभा सदस्य सब रही उ सब हुनका सबके कमी कमजोरी या सरकार में भेल गलती सबके शब्द हम सब यहाँ उठाई और हुनका सबके याद कराबी जी गलत भ रहा है। एहि लेल हम सब सत्ता पक्ष में रह के भी सत्ता विपक्ष के भूमिका के काम भी कैली छी और एहि तरह हम देखी छी जे बहुत गोरे काल के ही चेहरा सब छथिन। सबसे पहले हमर एमाले के सांसद सरोज माननीय जी कहलखिन एगो शब्द जे हम सब महिला के विकास के बात करे छी, महिला के अधिकार के बात करे छी और उ संघ के नजीर देखेलखिन। हम अमेरिका के विकास देख के मधेश में नहीं खुश रह सके छी। भूख हमरा यहाँ है तो यहाँ हमरा खाना चाहिए, वहाँ खाना पकै छी कह के हम खुश नहीं रह सके छी और उ पीड़ा हम सब 5 साल भोगली है। आई मुख्यमंत्री जी एहि मन से डैश से अपने स्वीकारलखिन जे महिला के अधिकार के विधेयक तो बहुत सारा बनैली। हाँ वो विधेयक जरूर लेलखिन लेकिन वही विधेयक में काम करे लगी इतर 107 प्रदेश सभा सदस्य के भूमिका रहे। हुनकर भूमिका जहाँ रहे वही भूमिका में महिला के अधिकार नहीं मिल रही। वही तर वो बेटी बचाओ अभियान चलेलखिन, बेटी बीमा चलेलखिन, बेटी साइकिल वितरण कार्यक्रम चलेलखिन, जे के कारण ई प्रदेश सभा कहू ई प्रदेश सरकार कहू बदनामी के शिखर पर हम सब पहुंचली।
वही प्रोग्राम सबके लेके, लेकिन जहां महिला के अधिकार के विषय उठल कोई अधिकार मिलल हम सब न देखली। जना यही प्रदेश सभा में 7 गो संसदीय समिति निर्माण कैली, हम सब एकटा कोई समिति के सभापति बनावे के अधिकार हम सब न रखली, न मंत्री के कैबिनेट एगो देवे सकली, न प्रदेश प्रमुख देवे सकली, न सभामुख देवे सकली, न एकोटा अहाँ के मंत्री देवे सकली। प्रमुख पोस्ट के लायक कोई भी महिला हिनका सबके नहीं मिल रही। प्रमुख पोस्ट के लायक कोई महिला प्रदेश सभा सदस्य हिनका सबके नहीं मिल रही। और उ काल भी उ नमूना एगो देखल गए जे हारे वाला कांग्रेस के उम्मीदवार रहथिन, जानकारी रही उनका जे हारी वाला है सभामुख, लेकिन ओहो में पुरुष उम्मीदवार एलखिन, कहलक उ सभामुख के उम्मीदवार रहथिन, उप सभामुख महिले मिलले, जोनित रहथिन जे हारते, लेकिन फिर भी वही के लायक महिला कोई नहीं मिलल, उ पुरुषे मिललखिन। उ एगो नमूना हम सब काल देखे के मिलल। आई 7 गो प्रदेश में मुख्यमंत्री बनलखिन, लेकिन कहीं कोई महिला वही लायक नहीं मिल रही है कोनो पार्टी के, चाहे वो बड़का बड़का राष्ट्रीय पार्टी जो अपना के कही छथिन निर्णायक पार्टी सब है, वो पार्टी सब निर्णय करे छै। ई लोसपा जोसपा और आई नया नया पार्टी एलखिन जनमत, ई पार्टी सब निर्णायक नहीं छै। निर्णायक वह कांग्रेस एमाले 2टा पार्टी रहलै और दोनों पार्टी के हिम्मत नहीं भेलै जे एकटा प्रदेश में कोनो जगह मुख्यमंत्री भी बनाए। कि वही लायक के मधेश में या नेपाल में महिला नहीं रहलै कि नहीं है, सिर्फ पुरुषे इतर होते बात लायक है। जे पुरुष के जन्म दै छै औरत और उंगली पकड़ के पहला शिक्षक के भूमिका वो औरत निभै छै, ओकरा में वो क्षमता नहीं है। वो हमरा सबके एक बार सोचे के चाहिए जे हम सब कौन सोच के साथ अभी भी आगू बढ़ रहा छी और अपना के मंच पर बैठे के लिए और वोट मांगे के बेरी में बहुत बड़का बड़का बात हम सब करी छी। अब होइत होइत हाउसो में हम सब बड़का बड़का बात करे लगली। एहि तरह तो हम सब वोट नहीं मांग रहा छी। कौन जनता के मूर्ख बना रहा छियै और कौन महिला के मूर्ख बना रहा छियै, ई काम नहीं करियो। कम से कम अहाँ सब विधेयक बनबी छी सिर्फ लोग पर लागू करे के लिए, हम अपना पर लागू करबे की ना। बहुत सारा नेताजी सब इधर भाषण करी छथिन और बहुत बड़का बड़का सिद्धांत के बात करी छथिन। हम कहे छी बात करे से पहले हम अपना पर लागू करबे तब जाके अहाँ दूसरा से अपेक्षा रखियो ना। हम अपने लागू नहीं करबे, लोग पर अपेक्षा रखी छी। ई कब तक सिखेबे खाली लोग के। अब लोकतंत्र आ गल है, लोग सीखे लागी नहीं बैठल है, सिखावे वाला बहुत सारा लोग है जे सड़क पर चलू सड़कों पर हमरा अहाँ के सिखा दे। अभी अभी मतदान में से इलिए हम सब और केते लोग सिखैले होत, केते बात उ सब मानिए के याद होते। जितने मानिए तर वोट मांगे गेल रहल होबै ओइ सब मानिए के याद होते कि सीखवे वाला के अब कमी नहीं है, सीखे वाला के कमी जरूर है। सीखे वाला के कमी अभी भी दिखाई दै छै। हमार भरत माननीय जी ऐसे पहले हमरा सबके सरकार में मंत्री रहथिन और उनकर नेतृत्व में मुख्यमंत्री जी कहबो केलन, हम सब आंदोलन कैली प्रहरी विधेयक के लेके। चलू बधाई देवे के चाहिए हम माननीय जी के, जाई उनके पार्टी के प्रधानमंत्री छथिन केंद्र में और पक्का अब तो प्रहरी विधेयक हमरा सबके कार्यान्वयन भ जाते। ई अपेक्षा रख सकै छी, कालाकि विगत में कांग्रेस के नेतृत्व रहे और हम सब गाड़ी पड़ली जे ई पार्टी हमरा सहयोग न कैलक, लेकिन आज के दिन में प्रधानमंत्री उनके पार्टी के छथिन और उ नेतृत्व हमरा सबके पूरा होते। ई अपेक्षा हम सब जरूर राख सकै छी। यही तरह से हम माननीय जी के बधाई देबै जे अहाँ के जे मिशन रहे, अहाँ जे नेतृत्व के आगू बढ़ेले रहिए उ जरूर कामयाब करबै। 5 साल अहाँ के सामने है और ओहू में सुखद पक्ष है चाय के दिन में लगभग सब दल अहाँ के समर्थन कर दिले हैं। इहो कहे के मौका नहीं है जे फलना हमरा सहयोग कैलक। इनकीदारी जनता भी बहुत समझ बूझ के ही वोट दिले जे हर दिन हम सब एक दूसरा पर आरोप लगावे के काम कैली, अपना पर कभी दोष न ले लिए। हर एक पार्टी एक दूसरा पर दोष लगावे के काम कैलखिन और आई के अवस्था ये है जे जनता बहुत सोच समझ के मत देलखिन और ओकर परिणाम हमरा सबके बीच में है जो हम सब गोरे समर्थन दिलिए मुख्यमंत्री जी के भी और ऊपर प्रधानमंत्री जी के भी। अब हम कहे चाहे छी अब तो बाधक क्यों न है, तब हमरा सबके नागरिकता के समस्या भी हल हो जाता है और हमरा सबके प्रहरी विधेयक भी सॉल्व हो जाता है और संविधान भी संशोधन हो जाए। ये अपेक्षा रखे के चाहिए और हम सब रखे छी। उनमें मधेशवादी दल के बहुत ज्यादा निर्णायक भूमिका नहीं है। आई जे मंत्री परिषद के गठन में लिया जे के नमूना हमर सरोज माननीय जी दलखिन, आई हम सब कहाँ छी ई सोचे के अवस्था पुनः हमरा सबके बीच में आ गए है। आई 23 गो मंत्री आयलखिन,
23 गो मंत्री शपथ ग्रहण में अहाँ के मधेसी के उपस्थिति कहाँ गेल? जे मधेश के लड़ाई के लेल शहीद बलिदान देलखिन और बलिदानी दिवस कल मनावे जा रहा छी, वही शहीद के बलिदानी के उपलब्धि आई हम सब कहाँ गमावे जा रहे छी? वो हमरा सबके कैबिनेट के गठन दिखाई दे रहा है। जे विगत में होई मधेसी के नाम पर एगो मधेसी के कैबिनेट में रखल जाए, आई पुनः उहे दोहरायल गेलैया और हम सब चुपचाप देखे के अवस्था के अलावा कुछ न करे पा रहा छी। क्या लगी हमरा अहाँ के पार्टी के वो हैसियत न है जो वही तरह निर्णायक भूमिका खेल सके छी। एलेल खेले के लेल 2-3 गो महत्वपूर्ण पार्टी है राष्ट्रीय में और वो पार्टी सबके भूमिका अब अहाँ के सामने है। इस शुरुआत है, इस शुरुआत है जे 23 गो कैबिनेट में अहाँ के मधेश के उपस्थिति कौन तर जाके सिमट के रह गेल है, ई हम सब देख सकै छी। एलेल हम कहे के चाहबै जे हमरा सबके बड़ा गंभीरता से आगू बढ़े के जरूरी है। ओहू में खास करके हम जसपा लोसपा और जे नया नया अभी ये हाउस में ये देश में जे बड़ा उभर के आये पार्टी वही जनमत पार्टी के कहे के चाहबै जे बड़ा गंभीर स्थिति में हम सब खड़ा छी। बड़ा गंभीरता से सोचू कि हम सब कहाँ जा रहा छी और बिहान हमार अवस्था की भ सकैया, वही पर सोचियो। बहुत खुश हो के अवस्था न है, बहुत खुश हो के अगर उड़बै तो उतने ऊंचाई से गिरबै और वही चोट पर जब हम सब उफ करे के अवस्था में न रह। एहि हम सब अभियो कम से कम सोचिए चीज सबके और आगामी दिन में हम सब बड़ा गंभीर होके आगू डेग बढ़ाई, ये आवश्यकता हमरा सबके बीच में है। और पुनः मुख्यमंत्री जी के कहबै जे मुख्यमंत्री जी हमरा सबके साथ खास में कहबै उ सभा मुख्य भूमिका में जब रहलखिन, खास करके प्रदेश सभा सदस्य में जे महिला सब रहलथिन न हुनका सबके बहुत ज्यादा सहयोग के भूमिका में रहत रहलखिन। लेकिन हुनकरो कहनाम रही जे हम तो सभा मुख छी, हमरा से तो बहुत कुछ थोड़ी होता है, ये निर्णय तो पार्टी न करता है। आयु कार्यवाहक भूमिका में एलखिन और हुनकर भूमिका जरूर दिखाई देते, ये हम सब आशा रखे छिए। और कहत हमार पार्टी होना तो विश्वास के मत पहले ही दे चुकल है। और वही के साथ साथ हम सब इतर खास करके जब हाउस में छी तो हमरा बुझाइए जे मत लेके आयल छी, हम महिला के अधिकार के विषय भी जरूर मंगबै और हुनका लमन ई बात रखे छिए जे आगामी दिन में जे भी निर्णय होते वही निर्णय सब में दलित और महिला जे अपने सबके वोट दे के जिता के भेजी छथिन, आई के दिन में भी महिला के मत अगर अपने सबके न मिले तो इतर कोई पुरुष सांसद इतर उपस्थित न भ सकै छथिन। अगर महिला जे दिन मत देनाई बंद कर देवे पुरुष के, कोई पुरुष इतर सांसद भ के नहीं आ सकथिन। एहि लेल ओहि चीज के ध्यान में रखत अपने सब जरूर निर्णय करबे और ओकर सम्मान में कहीं ठेस न पहुंचे, ई चीज के ध्यान रखबे, अपेक्षा रखत हम अपना शब्द के विराम दै छी। और अपने के बहुत बहुत कार्यकाल सफल रहे। जे विगत में जे किस्म से सभा मुख के भूमिका में अपने के नाम अभी लोग चर्चा में रखले छत, ओहिना बिहान के दिन में मुख्यमंत्री के नाम भी चर्चा में रहे, ई शुभकामना दैत हम अपना शब्द के विराम दै छी। धन्यवाद। जय मधेश। धन्यवाद मान्य जी। अब मान्य श्री अनुरोध कुमार सिंह जी। धन्यवाद सभामुख महोदय। सभामुख महोदय, मुख्यमंत्री जी, मंत्रीगण, इतना उपस्थित माननीय साथीगण, सब में हमार नमस्कार। वास्तविक आज एकटा उपमेय खड़ा भेलै जे मुख्यमंत्री के विश्वास मत में एको व्यक्ति के विरोध नहीं भेलै और हमहूँ उम्मीद राखै छियै से मुख्यमंत्रियों जी वही दृष्टिकोण से सबके, चाहे स्वतंत्र हुए, चाहे जे नमहर दल हुए, चाहे छोट दल हुए, सबके समदृष्टि से देखैत जे अगाड़ी बेर जे मंत्री भेल छलनि ओ हुनका खाली अपनेटा क्षेत्र दिखाई दै छलै, जे भी विकास के काम अपने क्षेत्र में बेसी लगबै छलथि से सब नहीं हुए।
सर्वांगीण मधेश के विकास में मुख्यमंत्री जी के पहलकदमी रहते और मंत्री सबके सहयोग रहते। ये कहत हम स्वतंत्र हमहू हृदय दिल से मुख्यमंत्री जी के विश्वास मत दै छियै। धन्यवाद। जय मधेश। धन्यवाद मान्य सदस्यज्यूहरू। अब मान्य सदस्यहरू, मान्य मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमाथि मान्य सदस्यहरूको बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई छलफलमा उठेको प्रश्नको जवाब दिन अनुमति दिन्छु। माननीय सभामुख महोदय, आज विश्वासको मत लिने क्रममा मान्यजीहरूबाट जो सुझावहरू आयो त्यो सुझावहरूलाई आत्मसात लिँदै सबका साथ सबका विकास गर्दै अगाडि बढ्छु, यो प्रतिबद्धता म तपाईहरुसँग गर्दछु। मेरो सबभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्ने मूल्य मुद्दा छ, किनभने भ्रष्टाचार बन्द भएपछि सबै काम गर्न हामीले सजिलो पनि हुन्छ। मैले सबभन्दा पहिला यो सरकार, मभन्दा अगाडिको सरकारले 5 सालमा के काम गरेको छ, पहिला निर्णय म त्यहीबाट सुरु गरेको छु। अस्तिको सुरुको क्याबिनेटबाट 5 सालको काम के कति भएको छ र कुन काम किन रोकेको छ, त्यो 15 दिन भित्र त्यसको प्रतिवेदन पेश गर्न मैले मुख्यमन्त्री कार्यालयका सचिवको अध्यक्षतामा 5 सदस्यीय कमिटी गठन गरेको छु। भुक्तानीको सम्बन्धमा पनि जुन विगत वर्षमा करिब 108 करोड रुपैयाँ जति भुक्तानी हुन सकेको छैन, त्यो कुन कारण भुक्तानी भएको नभएको हो त्यो समेत मैले निर्देशन दिएको छु र त्यो भुक्तानी कसरी हुन्छ चाँडोभन्दा चाँडो सबै मन्त्रालयका सचिवहरूलाई मैले निर्देशन दिइसकेको छु, त्यो गृह कार्यमा लागिसकेको छ। स्वास्थ्य सम्बन्धी पनि कुरा आयो। 12-13 वर्ष अगाडि म पनि स्वास्थ्य राज्यमन्त्री थिएँ नेपाल सरकारको। त्यो अवस्था र अहिलेको अवस्थामा धेरै फरक छ। 5 सालभित्रमा हाम्रो सरकारले, योभन्दा अगाडिको सरकारले स्वास्थ्यमा पनि धेरै सुधार गरेको छ र त्यो स्वास्थ्य अझ सुधार म गर्नेछु, यो पनि मेरो प्रतिबद्धता छ। बलिदानी दिवसको पनि कुरा आयो। भोलि बलिदानी दिवस छ। शहीद परिवारका सम्पूर्ण व्यक्तिलाई 2 लाख रुपैयाँको दरले र घाइतेलाई पनि त्यो घाइते कुन किसिमको घाइते हो त्यसमा पनि 25,000 देखि 2 लाखसम्म भुक्तानी गर्ने हामी हिजो निर्णय गरिसकेका छौँ। हामी भन्छौँ संघीयताको थलो भनेको मध्य प्रदेश हो, तर आज पनि संघीयता मजबुत गर्नको निम्ति जुन तरिकाले एकमत भएर मलाई विश्वासको मत दिनको लागि प्रतिबद्धता यहाँका मान्यजीहरूले गर्नुभयो, म यो संघीयतालाई कुनै हालतमा कमजोर हुन दिँदैन। हामी सबै मिलेर संघीयता बलियो बनाउनको लागि एक भएर हामी अगाडि बढ्छौँ, यो पनि तपाईहरुसँग मेरो प्रतिबद्धता छ। र सबभन्दा हाम्रो अगाडि चुनौती छ प्रहरी संयोजन र निजामती संयोजनको। जुन हामीले
धेरै दिन अगाडि हाम्रो पूर्व मुख्यमन्त्रीजीले भन्नुभयो प्रहरी ऐन बनाउने बेलामा हामीले धेरै कठिनाई भएको थियो। केन्द्रबाट ठाडै आदेश आउँथ्यो सचिवालयको त्यो विधेयक अगाडि नबढाउनु। हामी धेरै आँट गरेर त्यो विधेयक बनाएको पनि थिए, तर कार्यान्वयनमा हुन सकेन। अब त्यो कार्यान्वयन गराउनको निम्ति हामीले एउटा सर्वदलीय मान्यज्यूहरूको एउटा सर्वदलीय टोली बनाएर फेरि काठमाडौँ जानु पर्ने आवश्यकता हुन्छ अनि त्यहाँ गएर हामी दबाब दिएर यो प्रहरी समायोजन र निजामती समायोजन गराउनुपर्छ। यो भएपछि हामीले भ्रष्टाचारी नियन्त्रण गर्नमा पनि धेरै सहयोग पाउँछ। किनभने हामीले जन लोकपाल त बनायौँ, तर प्रशासन हामीसँग छैन। भ्रष्टाचारीले समात्ने कसरी? हाम्रो अगाडि मुख्यमन्त्रीजीले पनि भन्नुभयो, हाम्रो पूर्व मुख्यमन्त्रीजीले, कि यहाँ शान्ति सुरक्षाको सवाल धेरै सदनमा उठ्थ्यो। सभामुख म नै थिएँ अनि सधैँ आउँथ्यो कि सभामुखजी रुलिङ गर्नुहोस्। प्रशासन हाम्रो हातैमै छैन, रुलिङ गरेर पनि केही फाइदा त हुनेवाला त थिएन त्यो बेला। त्यसकारण सबभन्दा जरुरी हामीलाई प्रहरी संयोजन र निजामती संयोजनको पनि जरुरी छ। किनभने कर्मचारी पनि हाम्रो मातहतमा छैन। एउटा म उदाहरण भन्दैछु। कर्मचारी त सबै सङ्घबाट आउँछ, फेरि सङ्घको कर्मचारी प्रदेश सरकारबाट उनीहरूको डर पनि हुँदैन। एकचोटि मुख्यमन्त्रीजीलाई हाम्रो सम्झना होला, मेरै क्षेत्रमा एउटा विकासको काम भएको थियो पर्यटन मन्त्रालयबाट। उपभोक्ता समिति गयो पैसा माग्न, अनि उसले के भन्दैछ कि 10% कमिसन दिनुहोस्। मैले मुख्यमन्त्रीलाई गएर भने यहाँ त यस्तो यस्तो भन्दैछ। मुख्यमन्त्री मेरो अगाडि धेरै गाली गर्नुभयो त्यसलाई कि उपभोक्ताबाट पैसा लिने हो, म तँलाई कारवाही गर्छु, यो गर्छु, त्यो गर्छु। अनि फेरि म पठाएँ। त्यो कर्मचारीले के भन्दैछ, ल मुख्यमन्त्रीजीको फोन त आएको थियो, तर 10% नदिनुहोस्, 8% दिनुहोस्। किनभने उसलाई त डरै छैन प्रदेश सरकारबाट, ऊ त सङ्घको कर्मचारी। उसलाई त यो थियो नि कि ल मलाई मुख्यमन्त्रीले के गर्न सक्छ। त यहाँ त सबभन्दा ठुलो समस्या छ केन्द्र सरकारको कर्मचारी। केन्द्र सरकारमा पैसा खुवाएर यहाँ आउँछ अनि दिन दहाडै भ्रष्टाचारी सुरु गर्छ। तर अब त्यस्तो कर्मचारीलाई पनि म यहीँबाट म एउटा सल्लाह दिन्छु कि आजदेखि त्यो काम बन्द गर्नुहोस्, नत्र भोलि नराम्रो पनि हुन सक्छ। अब अन्तमा के भन्न चाहन्छु, जुन विश्वासले मलाई सम्झनु भएको छ त्यो विश्वासप्रति म एकदम इमानदारीको साथ निभाउने छु र मबाट कुनै किसिमको कमी कमजोरी हुँदैन। र म आज पनि यहाँ रोस्टमबाट भन्दैछु, म भ्रष्टाचारी गर्दा पनि गर्दैन, न कसैलाई गर्न पनि म दिँदैन भन्ने विश्वास लिएर म बिदा हुन्छु। धन्यवाद। धन्यवाद माननीय मुख्यमन्त्रीज्यू। अब म माननीय मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। मान्य सदस्यहरू, प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 बमोजिम उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा मत विभाजन गरी मत सङ्कलन गरिने बेहोरा मान्य सदस्यहरूलाई जानकारी गराउँदछु। मान्य सदस्यहरू, अब म मत विभाजन गर्दा अपनाइने प्रक्रियाको विषयमा जानकारी गराउँदछु। मत विभाजन गर्नुअघि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरूलाई सभाकक्षमा प्रवेश गर्ने मौका दिन 3 मिनटसम्म विभाजन घण्टी बजाइनेछ। विभाजन घण्टी बजिसकेपछि सभाकक्ष बाहिर हुनुभएका मान्य सदस्यहरू सभाकक्षभित्र प्रवेश गर्नुपर्नेछ। विभाजन घण्टी बन्द गरेपछि मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थिति कक्षसँगैको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डा खाली गराइनेछ।
उक्त दुवैतर्फ बाहिरबाट प्रवेश गर्ने र बाहिर जाने सम्पूर्ण बन्द गरिनेछन्। उल्लेखित ढोकाहरू बन्द गरेपछि मत सङ्कलन कार्य सम्पन्न नहुन्जेलसम्म बाहिर रहेका मान्य सदस्यहरू लगायत कसैलाई पनि सभाकक्ष एवं उल्लेखित उपकक्ष लबीहरूमा प्रवेश गर्न दिइने छैन। मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थित कक्षसँगैको बरन्डा र सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डाहरूमा मान्य सदस्यहरूको वर्णाक्रमअनुसारको नियमावली राखिएका छन्। यस प्रस्तावको पक्षमा हुने अर्थात् हुन्छ भन्ने पक्षमा मान्य सदस्यहरू सभामुख आसनको दायाँतर्फ, मान्य सभामुख बैठकमा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको वर्णाक्रमानुसारको आफ्नो नामावलीको दस्खत महलमा दस्खत गर्नुपर्नेछ। प्रस्तावको विपक्षमा हुने अर्थात् हुन्न भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रेतर्फ रहेको मान्य सदस्यहरू प्रवेश गर्ने उपस्थिति कक्षसँगैको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको वर्णाक्रमानुसारको आफ्नो नामावलीको दस्खत महलमा दस्खत गर्नुपर्नेछ। मान्य सदस्यहरूको सहयोगको लागि दुवैतर्फ सचिवालयका कर्मचारीहरू रहनेछन्। कुनै मान्य सदस्यले आफ्नो मत सच्याउन चाहेमा मतदान कार्य सकिएको 3 मिनटभित्र माग गरेमा सच्याउन दिइनेछ। मान्य सदस्यहरू अब 3 मिनट विभाजन घण्टी बजाइनेछ। में जो है ना एक ये तो भैया गया दूसरा अब तो सर्वसम्मति भ गए स्वयं तो सर्वसम्मति सभा प्रदेश सभा बाटे सर्वसम्मति चयन अनुभव के माननीय मुख्यमंत्री श्री सरोज कुमार यादव ले धन्यवाद। अब म सभामुख आसनको दाहिने र देब्रेतर्फ बरन्डाहरूमा बाहिरबाट प्रवेश गर्ने र बाहिर निस्किने ढोका बन्द गर्न आदेश दिन्छु।
अब म उक्त विश्वासको मत लिने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दछु। कि ढोका बन्द भयो गेले? यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोला र यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रेतर्फ उपस्थिति जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको मान्य सदस्यहरूको वर्णानुक्रम अनुसारको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोला। यस प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छ भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको दाहिने तर्फ सभामुख सभामा प्रवेश गर्ने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्। प्रवेश गर्न ल अब हुन्छ नि अब यो भयो। यो प्रस्तावको विपक्षमा हुने मान्य सदस्यहरू अर्थात् मुख्यमन्त्रीमाथि विश्वास छैन भन्ने पक्षका मान्य सदस्यहरू सभामुख आसनको देब्रेतर्फ उपस्थिति जनाउने तर्फको बरन्डामा प्रवेश गरी त्यहाँ राखिएको मान्य सदस्यहरूको वर्णाक्रम अनुसारको नामावलीको दस्खत महलमा दस्खत गर्नुहोस्।
मान्य सदस्यहरू, तपाईहरूमध्ये कसैले आफ्नो मत सच्याउन चाहनुहुन्छ भने 3 मिनटको समय दिन्छु। सो समयभित्र ड्यासमा आई आफ्नो मत सच्याउन सक्नुहुनेछ। कति संपूर्ण सदस्य संख्याको अब कदिया शुरू कर दिया। तब यहाँ से ठेकरा के कह दिले थे अपना कर दिले अवश्य है ना जी।
ल मान्य सदस्यहरू, बन्द गरिएका सभाका सबै प्रवेशद्वारहरू खोल्न आदेश दिन्छु। मान्य सदस्यहरू, अब म मत विभाजनको परिणाम घोषणा गर्दछु। मान्य सदस्यहरू, आजको मतदानमा उपस्थित मान्य सदस्यहरूको संख्या 102 रहेको छ। अब म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा 102 मत र यस प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा 0 मत परेको छ। मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्तावको पक्षमा 102 र विपक्षमा 0 मत परेको हुनाले म मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राख्नु भएको प्रस्ताव सर्वसहमत पारित भएकोले प्रदेश मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवको सरकारले यस सभाको विश्वास प्राप्त गरेको घोषणा गर्दछु। अब यो बैठक अर्को सूचना नभएसम्म मान्य सदस्यहरू, प्रदेश सभाको आजको बैठकमा मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवले पेश गर्नुभएको विश्वासको मत सम्बन्धमा प्रदेश सभा कार्य सञ्चालन नियमावली 2075 को नियम 143 बमोजिम आजको मतदान कार्यमा उपस्थित 102 जनामा सबै मान्य सदस्यहरूले विश्वासको मतदान गर्नुभएकोले मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादव प्रति सभाको पूर्ण विश्वास रहेकोले मान्य मुख्यमन्त्री श्री सरोज कुमार यादवलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। अब यो बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित हुन्छ।